त्यहाँ 5वटा काम मात्र हुन्थ्यो कि सरुवा बढुवा टेन्डर कमिसन नियुक्ति एम्बुलेन्स एउटा बिरामीको 10,000 लिनु तपाईँहरूले चाहिँ किन हामी डक्टरले चाहिँ भलन्टियर गर्नुपर्ने मलाई झन् रिस उठ्यो त्यहाँबाट आउँछ हामी नेपालभरि 70 लाखको फ्री उपचार गरे हम 60 लाख बिरुवा रोपे हम बरु सिएनएनमा हेर्नु बीबीसीमा हेर्नु सबैतिर हाम्रो डकुमेन्टहरू छ कि अहिले पनि छ। एक युवा डाक्टर र आउटस्पोकन एक्टिभिस्ट जसले सामाजिक मुद्दा युथ भोइस र सिस्टम चेन्जको लागि निरन्तर आवाज उठाउँदै आउनुभएको छ। उहाँको जर्नी स्ट्रगल र बोल्ड पर्सपेक्टिभबाट आज हामी इन्सपिरेसन र रियल लाइफ लर्निङ सुन्नेछौँ। प्लिज वेलकम डाक्टर निकोलस भुसाल। एक्सट्रिम एनर्जी ड्रिंक। सबैजनालाई एकदम धेरै धेरै धन्यवाद। दुःख हर दरिद्र हर ताप हर सन्ताप हर विनाश हर 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 महादेव ओम नमो पार्वतीपते। सम्पूर्ण 33 कोटी देवी देवताहरू 28,000 ऋषि मुनिहरू सम्पूर्ण हाम्रा पुर्खाहरू यो देशलाई माया गर्ने सम्पूर्ण आजसम्म यो देशका लागि योगदान दिनुभएका सहित सबैलाई सम्झेर आज हिँड्ने मान्छे लड्छ भन्ने जुन प्रोग्राम छ यसमा आफ्नो केही कुराहरू राख्न पाउँदा सम्पूर्ण टिमलाई म विशेष धन्यवाद दिन चाहन्छु। हामी जन्मिँदा नै पिँढैमा जन्मेको। हामी 2050 साल फागुन 21 गते अर्घाखाँची मालारानी 2 डाँडागटेरीमा जन्मिँदाखेरि 1-2 वर्षमा त हामीले थाहै पाएन, तर जतिखेर हामीले आँखा खोलेर थाहा पाइयो यताबाट गोली चलिरह हुन्थ्यो, यताबाट बन्दुक पड्किरह हुन्थ्यो। लगभग हामी एकदमै सानो थियौँ। त्यतिखेर गाउँमा एउटा बोर्डिङ स्कुल थियो। हामी पहिला केजी पढ्यौँ, त्यसपछि 1 पढ्यौँ, त्यसपछि बन्द भयो। एक दिन एकदमै हामी लगभग 1 मा पढ्दाखेरि हो घरमा बसिरहेको थियौँ। राति एकदम 2-4 जना 10-20 जना मान्छेहरू आए। सुरुमा 2-4 जना बिस्तारै अनि त्यो मान्छेहरूले सबैले बर्को ओढेर आएको थिए। अनि आइसकेपछि घर बाहिर आइसकेपछि त्यो बर्को ट्याक्क खोल्दाखेरि चाहिँ सबै यस्तो बन्दुक रहेछ क्या। अनि त्यहाँ भित्र छिरेँ, म पनि छिरेँ होइन। त्यहाँ हजुरआमालाई मैले चाहिँ खबर पुऱ्याउनुलाई को आयो मान्छे यस्तो आयो भनेर। अनि हजुरआमालाई मैले गएर हजुरआमा उठ्नुहोस् त को आयो भनेर हजुरआमा जुरुक्क उठेर बन्दुक देखेपछि ढल्नुभयो, बेहोस हुनुभयो होइन। अब त्यो पीडाबाट हामी हुर्किँदै जाँदाखेरि त्यो बोर्डिङहरू बन्द भयो। त्यसै हामी स्कुलमै पढ्यौँ, सरकारी स्कुलमा। अनि त्यहाँनिर पढ्दै गर्दा पनि अब हामीलाई तालिमहरू हुन्थ्यो, माओवादीहरू आउँथे, कहिले आर्मी आउँथे, को आयो भन् भन्थे। अनि आउँदाखेरि चाहिँ त्यो माओवादीहरूले हामीलाई त्यो मकै दिन्थे, बदमास दिन्थे, हामीलाई डर लाग्थ्यो होइन। यो मैले बाहिर ल्याएर चट्ट फालेर आउँथे, अनि फेरि भित्र आयो फेरि दिन्थे, अनि फेरि बाहिर ल्याएर फालेर आउँथे, फेरि दिन्थे, फेरि बाहिर ल्याएर फालेर आउँथे। त्यसै गाउँमा चाहिँ बिस्तारै अति धेरै नै तनावहरू लडाइँहरू बढी भयो। त्यसै बुटोल पढ्न आइयो, 5 कक्षा पढ्नु। अनि यहाँ आउँदाखेरि चाहिँ एक दिन हामी यहाँबाट दसैँको यस्तै पारेर हामी अर्घाखाँची जाँदै थियौँ। जाँदै अनि ट्याक्कै गाडीबाट झर्ने बित्तिकै एकदमै नराम्रो एउटा घटना घट्यो। हामी ट्याक्क अर्घाखाँची पुग्ने बेलामा चाहिँ ट्याक्क गोली चल्यो। अनि गोली चलेपछि एकछिनपछि त्यहाँ एकजनाको डेथ भयो भनेर यसो कुरा भयो होइन। अनि त्यहाँ जाँदाखेरि हामी त बच्चे थियौँ। अनि एकजना मान्छेको टाउको काटेर टाउको यसरी समातेर एकजना अङ्कलको बाटोको बिचमा ल्याएर टाउको राखिदियो क्या अब होइन। अनि अब बच्चा हामी त सानै मान्छे, चिनेको अङ्कल होइन। हामीलाई एकदमै नराम्रो लाग्यो, एकदम डर पनि लाग्यो, मुटु ढुकढुक भयो। हामी अब एकदमै बेहोस हुन्छौँ जस्तो अवस्था भयो। त्यसभन्दा पछाडि चाहिँ त्यो लास्ट त्यो कसैले टाउको छुन पनि सकेन कि, कोही छोयो भने त्यसको हालत त्यस्तै हुन्छ भन्ने थियो। अब 30 मनाउँदै थियौँ हामी। अनि आज दर खाने दिन थियो। हामी मामाघरमा थियौँ। मामाघरमा आउँदाखेरि चाहिँ बडाङ बुडुङ लडाइँ सुरु भयो अब जिल्लामा होइन। यताबाट गोली चल्यो, उताबाट बन्दुक खच्या, नाइट भिजन हेलिकप्टर माथि हिँडिरहेछ, बन्दुक फालिरहेछ, त्यहाँबाट साइडको घरमा लाग्यो, यता घरमा लाग्यो होइन। अनि यस्तै कुराहरूमा हाम्रो लगभग बाल्यकाल चाहिँ त्यहाँबाट बित्यो हाम्रो। बितिसके पछाडि एकदमै राम्रो कुराहरू पनि थियो हाम्रो गाउँमा, हाम्रो ठाउँमा। हामी कुनै पनि कामहरू हामीले काम हुन्थेन। आज धान रोप्ने मेला, भोलि मकै गोड्ने मेला, मकै छडाउने मेला होइन। आज यसकोमा हुन्थ्यो काम, भोलि आज हाम्रो घरमा, भोलि उहाँको घरमा, पर्सि उहाँको घरमा, निकर्सी उहाँको घरमा हुन्थ्यो। अनि गाउँमा कोही बिरामी भयो भने हामी 4 गाउँसम्म पारिगले सबैले गएर सहयोग गर्थ्यौँ। आज उसकोमा भनौँ न काम, भोलि उसकोमा मेला हुन्थ्यो। सबै कुराहरू एकदमै राम्रो पनि थियो, धेरै कुरा राम्रो थियो। हामी अहिलेको जमानामा जन्मे पनि मलाई सबभन्दा खुसी लाग्ने कुरा, हुन त मेरो हजुरबाहरू बाहरू पढेकै थिए सबजना, त्यही पनि गाउँमै बस्नुपर्छ र गाउँकै विकास हुनुपर्छ भनेर कामबाट फर्केर आएर गाउँमै बसेको जस्तो अवस्था थियो। अनि त्यो सबै कुरा हुँदै गर्दाखेरि चाहिँ एकदम अब युद्धले गर्दाखेरि समाचार सुन्यो, यतिजनाले वीरगति प्राप्त गरे, यतिजना मारे होइन, यतिजना मऱ्यो भनेर भनिन्थ्यो।
नजिकैका 2-4 जना मान्छेहरू आफ्नै अगाडि मरेको देख्दाखेरि एकदमै यो के भइरहेछ भन्ने फिल हुन्थ्यो हैन। कहिले सेना आउँथ्यो, सेनाहरू यहाँ को माओवादी आयो के आयो भनेर हामीलाई जबरजस्ती हामी बच्चाहरूलाई पनि छाड्थ्यो। कोही माओवादी आउँथे अनि फेरि तालिममा जानुपर्यो, अब यिनीहरूलाई लिएर जानुपर्यो भन्ने कुरा गर्थे। अनि हामी केका लागि लड्ने, किन लडिरहेछन् हामीलाई केही अत्तो पत्तो केही पनि थिएन। यस्तै बेकराल अवस्थामा हामी यहाँ बुटोल आइयो। बुटोल आइसके पछाडि अब धेरै दुःख सुखका कुराहरू उहरू थिए। हामी भाडामा बस्थ्यौँ। भाडामा बस्दाखेरि हामीले गाउँबाट आएको थियौँ। हामी त्यति धेरै अब यहाँको त कति न धेरै जान्ने होलान् पढाइमा के होलान् भन्ने हुन्थ्यो हामीलाई। हामी गाउँबाट नेपाली मिडियमबाट सरकारी स्कुलबाट पढेर आएको यहाँ बुटोलमा आउँदाखेरि चाहिँ अब इङ्ग्लिस मिडियम धेरै कुरामा गाह्रो होला जस्तो लाग्थ्यो। तर भाग्यले गर्दाखेरि चाहिँ जहिले पनि पढाइमा चाहिँ फर्स्टै हुन्थ्यो जहाँ गए पनि, त्यस अगाडि नै भइन्थ्यो। अनि भइसके पछाडि चाहिँ यहाँनिर पनि हामीले अब धेरै कुराहरू भोग्नु पर्यो हैन। अब बुवा टिचर हुनुहुन्थ्यो, मम्मी घरमै काम गर्ने मान्छे हैन। अनि पहिला हाम्रो एकदम राम्रो परिवार थियो। तर बिचमा हाम्रो के भयो भन्दाखेरि अलिकति एउटा मेरो अङ्कल चाहिँ अब सुरुमा ड्याडीको चाहिँ उता तीन होटल थियो हाम्रो उसमा उता तुलसीपुरमा। अर्को अङ्कलको होलसेल पसल थियो अर्घाँचीमा। अर्को अङ्कलको चाहिँ काठमाडौँमा साझा बस सुरुवात गरेको चाहिँ हाम्रै त्यो थियो। पछि के भयो भन्दाखेरि चाहिँ त्यो बसले ट्रकलाई ठक्कर दियो, ट्रकको ड्राइभर मऱ्यो अनि त्यो बस डुब्यो। अलिकति अब अङ्कल पनि लगभग हराए। त्यसपछि भागेपछि अङ्कल चाहिँ नेपालको अलिकति खतरै मान्छे, अब हामीभन्दा नि धेरै चहल पहल नेपाल, भारत, अमेरिका सबतिर पुग्दै जाँदाखेरि चाहिँ अब उहाँको जुन डन पारा थियो हैन, अलिकति डक्टर भए पनि अब अलिकति त्यस्तै थियो, फार्मासिस्ट हुनुहुन्थ्यो उहाँ। अनि उहाँ हराइसके पछाडि म जन्मेको 2 वर्षमा हराउनु भयो र हाम्रो फ्यामिली कन्डिसन एकदम उहाँकै मान्छे ल्याएर हाम्रो होटल बन्द गरिदिए हैन। उहाँको एन्टीहरू ल्याएर हाम्रो पसल पनि घाटामा गयो। अनि हाम्रो यस्तो अवस्था भयो कि यो सबै सम्पत्ति बेच्दा पनि एकदम हामी एकदम हाई क्लासबाट एकदम गरिब भयौँ बिचमा। अनि गरिब भइसके पछाडि हाम्रो ड्याडीहरू एउटा मात्र कुरा के भन्दा पढ्नु भएको थियो। हुन त अङ्कल हङकङ जानुभयो, अर्को अङ्कल युएसतिर पनि गए हैन, यताउता पनि गए हैन। त्यो सबैतिर जाँदा पनि त्यहाँ पनि घाटै लाग्यो, त्यहाँ पनि राम्रो कामहरू पनि भएन। नभइसके पछाडि चाहिँ एकदम गाह्रो भइसके पछाडि पढ्नु भएको थियो ड्याडीहरूले, पढाउन थाल्नुभयो। बाजुरा गएर पढाउनु भयो, त्यसपछि हुम्ला गएर पढाउनु भयो। बिचमा अमेरिका पनि एकचोटि बोलाउनु भएको थियो अङ्कलहरू सबैले चाहिँ, त्यहाँ पनि उस्तै हुन्छ भनेपछि त्यहाँ पनि जानु भएन। अनि नगइसके पछाडि चाहिँ अनि हामी अब दाइ र म हामी 2 भाइ अनि हुर्किँदै गर्दाखेरि एकदमै अब धेरै कुराहरूले गाह्रो अवस्था पनि थियो। त्यही पनि अब बाबाहरूले स्ट्रगल गरी अब बिहान 6 बजेदेखि राति 12 बजेसम्म पढाउनुहुन्थ्यो। पढाउँदै गर्दाखेरि अब हामी त पढ्ने मान्छे, राति 9-10 बज्थ्यो अनि पढाइ नै हुनुहुन्थ्यो। अनि एकदम धेरै नै गाह्रो अवस्था पनि भएको थियो। अब त्यो अवस्थामा पनि हामी यहाँ बुटोलबाट फेरि काठमाडौँ पढ्न भनेर गइयो। अनि काठमाडौँमा पढ्दै गर्दाखेरि ड्याडीले हुम्लामा पढाउनुहुन्थ्यो, मानसरोवर उच्च माविमा। अनि त्यहाँनिर पढाउँदै गर्दाखेरि अब जाडो हुन्थ्यो, कहिलेकाहीँ पैसा नभएर ड्याडी हिँड्दै जानुहुन्थ्यो त्यहाँसम्म। नेपालगञ्जदेखि 15 दिनसम्म हिँडेर हुम्ला पुग्नु पर्थ्यो कि। अनि यसो त्यो कुराहरूदेखि लिएर अब त्यहाँबाट सुरुवात गर्दै जाँदाखेरि अनि अब एसएलसीमा पनि अब भनौँ न भोलि सेन्ट अप थियो, आज हात बाँच्यो, अहिलेसम्म यहाँ दागहरू छ। जसोतसो देब्रे हातले लेखेर पनि धेरै राम्रो नै भयो त्यहाँनिर हैन, डिस्टिङसनदेखि सबै कुराहरू। त्यसपछि चाहिँ हामी +2 पढ्न इन्डिया गयो। इन्डिया जाँदा पनि के हुन्थ्यो भन्दाखेरि चाहिँ बेङ्गलोरमा जाँदाखेरि अब सुरुमा त अब कस्तो फसियो भनौँ न, स्कलरसिप 50% भन्यो, नाम निकालेर गएको। नाम निकालेर गइसकेपछि साइन्स पढ्न डक्टर बन्छु भन्ने पहिलेदेखि, या इन्जिनियर बन्छु, 2टा मात्रै, एउटा पढ्छु भन्ने पहिलेदेखि प्लानिङ। नेपालबाट स्कलरसिप भनेर लग्यो हैन, इन्ट्रान्स लियो, सबै लियो, के लियो। अनि यस्तो कलेजमा लगिदियो कि इन्डियामा लग्दाखेरि त्यो साइन्सै नभएको कलेजमा लगेर भर्ना गरिदियो अब हैन। अब डक्टर पढ्छु भन्ने छ, पढ्छु भन्ने छ, स्कलरसिपमा नाम पनि निकालेको छ, सबै कुरा पनि भएको छ, कलेज पनि जहाँ पढ्न गयो। अनि ल अनि यहाँ फेरि पार्टी दियो, अब नामसाम निक्ल्यो केटाहरू, अब हामी पढ्न जाने भनेर गयो। अब फर्केर आउन नि मिलेन। अनि त्यहाँ जाँदाखेरि चाहिँ त्यो इन्डियामा अब ठगेठग 40 साल बढी हुँदो रहेछन् हैन। अनि बेङ्गलोर भनेर गयो, अब गएर पढ्नु भनेर बस्यो। अनि त्यो कलेजमा साइन्सै नभएको कलेजमा लगेर भर्ना गरिदियो। अब फेरि अब के पढ्ने त्यहाँ फेरि। अनि 1 दिन बस्यो, 2 दिन बस्यो, अनि त्यो केही पनि चित्तै बुझेन। अनि त्यसपछि चाहिँ अब त्यहाँ पनि धेरै दुःख पाइयो। खास अब ड्याडीहरूलाई पनि खास किन थोरै पैसा बोकेर सिधै हुन्छ भनेर गइएको थियो, तर त्यहाँ भएन। नभइसकेपछि हामी त्यो कलेज छोडेर अरू कलेजहरू खोज्दै हिँड्यो। अनि त्यो स्कलरसिप पनि बरु छोडिदिउँ भनेर चाहिँ अर्को कलेजमा गएर हामी आरएस कलेज, आचार्य कलेजमा गएर हामी त्यहाँनिर गएर +2 पनि अब साइन्सै भएको ठाउँ पढौँ भनेर पढियो। अनि त्यतिखेर पनि के भयो भन्दाखेरि चाहिँ त्यहाँनिर होस्टेल छ, सब कुरा छ भने सब कुरा छ भनेर अब थोरै क्यास थियो, ड्याडीले घर गएर पठाउँछ भनेर हामी त्यहीँ बस्यो, इन्डिया बस्यो।
अनि यहाँ बस्दाखेरि चाहिँ के भन्दाखेरि चाहिँ अब त्यहाँनिरको मान्छे लुटेरै बढी हुँदो रहेछ कि एउटा मान्छेले सिम कार्ड दिन्छु 1000 रुपियाँ थियो भने अब थिएँ अब सिम कार्ड अब त्यसले अब त्यो दिनै त्यो ल्याङ गऱ्यो एउटाले फेरि एउटा के खुवाउँछु भने त्यहाँबाट लुट दियो अर्कोले फेरि अनि भएको पैसा पनि त्यहाँ सकियो अब राति भयो होस्टेलै लग्दैन अब फेरि अब कहाँ छ नि अब फेरि त्यहाँनिर अब यता हेऱ्यो अब सबै चोरै चोर सबै त्यस्तै हुने फेरि अनि अब त्यहाँ गाडीहरू पनि नहुँदो रहेछ ट्याक्सीमा जाम भन्ने नि गाह्रो थियो अनि त्यसै एउटा अलिकति पहिला बसेको होटलमा चाहिँ अगाडि गएर बसिराखेँ होइन होटलमा बस्नु पनि पैसा थिएन 2-3 भइया थियो बाटोमै सुत्नु पऱ्यो भनेर बाटोमै सुतेन भनेर बसिरहेको थियो अनि ब्याग थियो ब्याग फेरि चोरिदिन्छ नि तनाव थियो ब्यागमा छन त केही थिएन खानेकुरा अलिअलि थियो होइन त्यही खाएर बसिरहेको थिएँ अन्त होटलवालालाई अलिकति दया लागेछ अनि के भयो भने मेरो मसँग पैसा के अब यहाँनिर अब ड्याडी घरै पुग्नु भएको छैन बाटोमै हुनुहुन्छ कतै अनि अलिअलि भएको नि लुट्थेँ यताउता गरिदिएँ अनि अब भनेको अनि मेरो काम गर्ने मान्छे सुत्ने ठाउँ छ तलतिर एक ठाउँमा अनि त्यहाँ सुत्छस् भन्यो म त यही बाटो बाहेक जहाँ पनि सुत्छु अब यही पनि सुत्छु भन्ने भइसकेको थियो अनि त्यहाँ गएर त्यो सुत्यो अनि बिहान उठेर पनि हुन्छ नि अब ट्याक्सीमा जाम पनि थिएन अनि बस चढेर जान्छ नि एउटा बस चढेको जानुपर्ने यता पुऱ्याइदिएछ उता फेरि कहाँ पुग्यो हराइयो त्यहाँबाट फेरि फर्केर आउनु एकदम धेरै कुराहरू छ अनि अब सँगसँगै हामीले अब लाइफमा भनौँ न एउटा हुन त अब रमाइलो पनि भयो बिस्तारै चाहिँ अब कलेजमा नि कस्तो भन्दा इन्डियामा जाँदा पनि अब त्यहाँनिर चाहिँ अब होस्टेलमा खानासाना सब छ भन्ने 2 दिनसम्म होस्टेलमै लगेन जाँदा पनि उस्तै हालत के त्यहाँनिर अब एकदम क्रिटिकल अब त्यस्तो म्याच्योर पनि भएको थिएन घरबाट होस्टेलमा त बसेको थियो स्कुलमा पनि बसेको थियो तर त्यसरी चाहिँ परिवारबाटै देशबाटै टाढा भइएको थिएन अनि त्यहाँनिर एकदम धेरै कुराहरू हामीले भोग्नु पऱ्यो हामी 2-4 दिन भोगे पनि बस्यौँ बाटो पनि सुत्यौँ कहिलेकाहीँ कुकुरलाई खाना दिन्थ्यो हामीलाई दिन्थेन कि अब होइन अनि थुक निलेर बस्नु पर्थ्यो कि त्यो हालत पनि हाम्रो हुन्थ्यो कहिलेकाहीँ होइन अनि कहिलेकाहीँ अब त्यो धेरै कुराहरू हुन्छ नि हुन त रमाइलो पनि हुन्थ्यो हामी एकदम खतरा तरिकाले बिस्तारै सिक्दै गयौँ हामीलाई चाहिँ व्यापार कसरी गर्ने भन्ने कुरा पनि थाहा भयो होइन अनि नेपालीहरू स्टुडेन्टहरूलाई कसरी बिहेभ गर्छ इन्डियामा कसरी ठगिरहेछ कसरी फसिरहेछ भन्ने पनि थाहा भयो अनि हामीले गोवामा या क्लबहरूमा पार्टी सार्टी अर्गनाइज गर्न थाल्यौँ बिस्तारै धेरै कुराहरू भयो हुन चाहिँ लाइफमा अनि त्योभन्दा त्यही पनि अब हामीलाई चाहिँ खास धेरैजना गएको थियौँ नेपाली स्टुडेन्ट अब धेरैजनाको रिजल्ट त्यति राम्रो नभए नि म चाहिँ जहिले त्यहाँ नि राम्रै रिजल्ट आयो टपरै पाइयो अनि नेपाल आइसके पछाडि चाहिँ सुरुमा के भइदियो भन्दाखेरि अलिकति छोरो राम्रो भएन कि बिग्रियो कि भन्ने खालको कुरा नि भयो किन भन्दाखेरि चाहिँ हामी त्यति धेरै कलेज पनि त्यति नजाने घरै बस्ने पढ्ने मात्रै अनि साथीभाइहरू पनि त्यस्तै खालको भयो होइन भन्नाले चाहिँ अलिकति त्यस्तो राम्रो नभइसके पछाडि चाहिँ रिजल्ट पनि त्यस्तो राम्रो नआइसके पछाडि सबैजनाको यसको पनि बिग्रियो यो पनि उस्तै भयो भन्ने घरमा पनि मिसअन्डरस्ट्यान्डिङ भयो घरमा पनि यस्तो भइदियो कि अब इन्डियामा पढाइ छिटो सकिने नेपालमा आएको सकिँदै नसकेको हाम्रो फागुनमा सबै +2 सकिन्थ्यो कि यहाँ त वैशाख जेठमा बल्ल एक्जाम हुने रिजल्ट आउनु असारसम्म लाग्ने हाम्रो त फागुनमै रिजल्ट आएर भ्याइसकेको थियो 5-6 महिनाको ग्यापमा चाहिँ हामी यसो एउटा दाइको गाडी रहेछ हिँड्दै जाँदाखेरि अलिकति अब थोरै कुराहरू अब समाजमा अलिकति गाडीमा हिँड्यो भने चाहिँ नराम्रो पनि सोच्ने अब रमाइलो हुन्थ्यो घुम्न पाइन्थ्यो नयाँ ठाउँमा जान पाइन्थ्यो नयाँ साथीहरू हुन्थ्यो ठिकै हुन्थ्यो हामीलाई त लागेको थियो त्यसै घरबाट चाहिँ यो बिग्रियो अब खत्तम भयो भनेर चाहिँ ड्याडीले अब यसलाई सुधार्नु पऱ्यो भनेर अब होइन अब घरबाटै एकचोटि कुटे पनि खाइयो होइन त अब नआइज घर आजदेखि भन्ने कुरा नि सुन्नु पऱ्यो अनि अब गाउँठाउँकोले पनि कस्तो ऊ भयो भन्ने खालको के हुन्छ नि त त्यही भएर अब लाइफमा हार्नु चाहिँ हुँदैन रहेछ क्या अनि एकदमै धेरै वरिपरिकै कुरा काट्ने एकदम खुट्टा तान्ने एकदमै बढी भयो त्यहाँनिर होइन त्यही पनि ठिकै छ भन्ने पछि MBS पढ्छु भन्ने थियो अनि नाम पनि निस्किँदै गर्दाखेरि चाहिँ फेरि अब त्यही मान्छेले सबैले चाहिँ यो खत्तम भयो बिग्रियो यसो त हुनै हुन्न भन्थ्यो कि अस्तिसम्म होइन अब फेरि यस्तो हुनुपर्छ भन्न थाल्यो कि त्यही मान्छे फेरि नाम निस्केर फेरि अब यतातिर गइसके पछाडि अनि जो MBS पढ्छु भन्ने भयो अनि पढाइमा सुरुदेखि एकदमै अगाडि भइयो ड्याडीलाई नि अब धेरै पछि प्राउड फिल भइरहेको थियो कि किन भन्दाखेरि जो पहिला चाहिँ अब बिग्रियो खत्तम भयो भन्ने खालको भइसकेको थियो अनि पछि नाम पनि निस्क्यो अनि त्यहाँ गइसकेपछि म चाहिँ एकदम पढाइमा पहिलेदेखि राम्रो त्यहाँ पनि एकदमै राम्रो भइसकेपछि सबैले तारिफ गरे साथीभाइहरूले म्यामहरूले सबले तारिफ गरे पछाडि होइन ड्याडीलाई चाहिँ एकदम प्राउड फिल भयो अनि वरिपरिको गाउँठाउँको सबैजनाले चाहिँ यस्तो पो हुनुपर्छ छोरा भने चाहिँ यस्तो पो हुनुपर्छ यहाँ यतै हो नि उतिखेर चढाइन्छ मान्छेले उतिखेर खसालिदिन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ कि हिजो मान्छेले मेरै कुरा गर्दै बसेको थियो आज त्यही मान्छेले फेरि त्यही पछाडिबाट नि प्रशंसा गर्दै बसिरहेको थियो आफ्नो छोरालाई गाली गर्दै बसिरहेको थियो कि त्यही भएर अनि तर अब त्यहाँ जाँदा पनि अब हुन त खुसीका रमाइला पलहरू धेरै नै छन् त्यहाँ पनि अब साथीभाइ होइन MBS पार्टी रमाइलो साथी घुमघाम यताउता धेरै कुराहरू र सबभन्दा दुःखको कुरा के भयो भन्दाखेरि कलेजमा जाने बित्तिकै मेरो एउटा प्रदीप भुषाल भन्ने दाइ हुनुहुन्थ्यो यहीँ बुटोलकै मुद्दानगरकै होइन अनि उहाँ सेकेन्ड इयर म फर्स्ट इयर होइन अनि हामी दुई भाइ चाहिँ हामी भुषाल नै भयो रिलेटिभ नि पर्ने अनि हामी एकदम मिल्ने एकदम नजिक होइन
अनि त्यो भइसकेपछि म दाइको किताब नै मैले पढ्थेँ कि अनि दाइलाई नै सोध्थेँ मैले। एक दिन चाहिँ भाइ बुटोल जाऊँ भन्नुभयो बेलुकातिर दाइले। अनि म फेरि अघिल्लो दिन आएको थिएँ कि अनि अघिल्लो दिन म बुटोलबाट पाल्पा गएको थिएँ पढ्नलाई। अनि त्यहाँनिर जाँदाखेरि चाहिँ होइन दाइ म आज जाँदिनँ, तपाईँ जानु, लाइसेन्स बनाउनु आउनु भन्ने भयो। अनि मैले के सोचेँ, दाइ बुटोल गएँ अब होइन, त्यो सोच्यो नि त। अनि सोचिसकेपछि म त्यो दिन रुममै गइनँ, अब थाहा पनि भएन के भयो कसो भयो केही पनि भएन। म केटाहरूसँग बसेँ, केटाहरूसँग रातभर रमाइलो गरेँ, यताउता गरेँ होइन। अनि त्यसपछि चाहिँ पढाइसढाइ अनेक गरेँ। अनि बिहानतिर होस्टेलमा चाहिँ 2टा होस्टेल थियो कि, एउटा सिनियर होस्टेल एउटा हाम्रो होस्टेल थियो कि। म चाहिँ दाइकोमा बस्थेँ अनि कहिलेकाहीँ अरू केटाहरूसँग आफ्नो होस्टेलमा बस्थेँ कि। त्यसपछि चाहिँ त्यो दाइको होस्टेलमा चाहिँ एउटा सुसाइड भयो अरे भन्ने खबर आयो कि। मैले दाइ नपरोस् भनेर यति मात्रै प्रे गरेको थिएँ। अनि भुसालो भन्यो अनि अन्तिममा दाइ नै पऱ्यो क्या फेरि। अनि लाइफको सबभन्दा एकदमै टर्निङ पोइन्ट चाहिँ मेरो त्यही नै हो। एकदमै मैले त हेर्न पनि सकिनँ। मैले त अहिलेसम्म त्यो रुममा मैले चाहिँ हेरेको पनि छैन कि, त्यो रुम कहिले खर्केर पनि गइनँ कि म त्यो रुममा कहिले पनि। अनि एकछिनपछि दाइ भन्ने भयो। अनि घरबाट पनि फोन आयो, सबैतिरबाट फोन आयो। उसको दाइको अब अङ्कल आन्टीहरू सबै आउनुभयो होइन। अनि आइसकेपछि कसैले नि हेर्न सक्नु भएन, म त झन् हेर्नै सकिनँ। अनि एकदमै नराम्रो लाग्यो। अनि जतिखेर पनि दाइलाई मात्र देख्ने हुन्थ्यो कि, अब यसो किताब खोल्यो दाइलाई देख्ने, यसो घुम्न जान्छु भने दाइलाई नै देख्ने, यसो केही गर्छु भने दाइलाई नै देख्ने। अनि चाहिँ अब मलाई यस्तो साह्रो भयो कि मैले पढ्नै नसक्ने अवस्था भइदियो कि, पहिला म फर्स्ट भइराखेको। अब मैले त त्यो एकदमै त्यो मर्नु मात्र मन लाग्यो, डिप्रेस टाइपको ग्रिफ टाइपको भयो। अनि त्यही बेलामा चाहिँ म एकदम फ्रस्ट्रेट भएर अर्घाखाँची गएको थिएँ घुम्न, हजुरबा हजुरआमासँग बस्छु, यसो फ्रेस हुन्छु भनेर म त अर्घाखाँची गएर बसिरहेको थिएँ। अर्घाखाँची हुँदै गर्दाखेरि एउटा चाहिँ गोमा भुसालो भनेको अब मभन्दा जेस हामी काठमाडौँ सँगै पढ्थ्यौँ कि, उसले 5मा पढ्थ्यो, म चाहिँ 10मा पढ्थेँ त्यतिखेर। अनि उसले चाहिँ त्यो एमएस पढ्नेलाई ऊ 10मा पुगेको थियो कि। अनि त्यो बहिनी हरायो कि, हराइसके पछाडि चाहिँ त्यो बहिनीलाई खोज्न जाउँ भनेर हामी खोज्न गयौँ। हामी एकदम दाजु बहिनी हामी मिल्थ्यौँ। अनि त्यो बहिनीको चाहिँ अब एसएलसीमा केही भयो, त्यही भएर हरायो भन्ने भयो। अनि हामीले 1.5 दिन जस्तो खोज्यौँ। अनि 2 दिन पछाडि चाहिँ हामीले लास भेटायौँ कि उसको, खोलामा हामी फालेर सुसाइड गरिदिएको उसले। अनि त्यही बेलामा चाहिँ मेरो अर्को राजेन्द्र तिमिल सिन्हा भन्ने साथी थियो, हामी सँगै स्नुकर खेल्ने, पुल खेल्ने साथी, एमबिएसमा सबभन्दा पहिलो साथी भनौँ न मेरो त्यहाँ स्नुकर पुल खेल्ने। त्यो साथी कर्णालीमा हामी फालेर मऱ्यो अरे फेरि त्यही बेलामा। अनि मलाई लाइफमा त्यस्तो ठुलो ट्रमा कहिल्यै परेको थिएन। अनि मैले एकदमै सिभियर टाइपको चाहिँ एकदम फ्रस्ट्रेसन सुसाइडल भइदियो कि। अनि त्यतिखेर चाहिँ मैले बाइक चलाउँदै गर्दा पनि मलाई ठोकिदिउँ जस्तो लाग्थ्यो कि, ट्रक आयो भने भिरबाट हाम फालिदिउँ जस्तो लाग्थ्यो कि, यसो फ्यान देख्यो भने झुन्डिउँ जस्तो लाग्थ्यो होइन। अनि त्यो एकदम डिप्रेसनको जुन हुन्छ नि त, केही गर्नै मन नलाग्ने, एकदम झोर लाग्ने खालको हुन्थ्यो। अब म पहिला भनौँ न त त्यतिखेर चाहिँ बरु यो सबै कुराहरू यो एकदमै हरेस चाहिँ नखानु भन्ने खालको कुराहरू हुन्थ्यो। अनि मैले एकदमै त्यसलाई चाहिँ ओभरकम गर्न धेरै नै ट्राई गरेँ। अनि त्यसपछि चाहिँ त्यही बेलामा भनौँ न मेरो हजुरआमा बिरामी हुनुभयो र हजुरआमा तपाईँहरूले स्टोरी पनि लिनुभएको छ। हजुरआमा चाहिँ मामा घरमा चाहिँ एक दिन मम्मीले जाऊँ भन्नुभयो। अनि मम्मीलाई लिएर चाहिँ हजुर भेट्न गएको थिएँ हजुरआमालाई, लास्ट भेट्ने भनेर। अनि हजुरआमालाई भेट्न जाँदाखेरि चाहिँ हजुरआमाले के भन्नुभयो भन्दाखेरि चाहिँ मलाई एकचोटि नन्दु डाक्टरलाई देखाउन मन थियो भन्नुभयो। अर्घाखाँचीमा हुनुहुन्थ्यो हजुरआमा। अनि अब देखाऊँ न त नन्दु डाक्टरलाई देखाउन मन थियो भने के गाह्रो पऱ्यो भनेको। अनि काठमाडौँबाट सबैले चाहिँ फर्काएर अब बाँच्दैन भनेर लिएर गएको थिएँ कि। अब हजुरआमालाई देखाउनु मन छ त अनि यहाँ अब यो के अरू कुरै गर्नु परेन भनेर कसैले नलैजाने भन्थ्यो होइन मेरो मामाहरूको हजुरआमा। अनि तपाईँहरूको जति अधिकार छ म नाति मेरो पनि अधिकार छ, आऊ नआए नआऊ म हजुरआमा बोकेर हिँडेँ भनेर मैले जबरजस्ती भरियासरी आफ्नो बाटो पनि थिएन त्यो गाउँमा फेरि। अनि यो भयो यताउता मान्छे बोक्ने बोलाएर हामी हिँड्यौँ। त्यसपछि अब मैले लिएर हिँडेँ, केही दिनु परेन, कसैले के गर्नु पर्ने परेको म भेट्छु, मैले लिएर हिँडेँ होइन। मैले बुटोल हस्पिटल प्रालीमा ल्याएर हजुरआमाको उपचार गरेँ, तर धेरै गर्दा पनि भएन। अनि नभइसकेपछि अन्तिममा चाहिँ हजुरआमाले के भन्नुभएको थियो भन्दाखेरि म चाहिँ खास सुसाइडले मर्ने नै प्लानिङ जस्तो भइरहेको थियो कि त्यतिखेर। त्यही पनि एउटा कारण भएको थियो कि हजुरआमालाई उपचार गर्न भयो भने बाँच्नुपर्ने जस्तो भएको थियो सुरुमा चाहिँ होइन। अनि हजुरआमाले चाहिँ टक्क अब जे गरे नि भएन कि। अनि मैले लास्टमा चाहिँ ल टक्क हजुरआमा अब सन्चो भयो तपाईँलाई, टक्क हजुरआमा नाति भएर जाने, गाउँमा जाने, टक्क बाँदर हेर्ने, टक्क ल्याएर बस्ने हामी अब भनेर भने। अनि हजुरआमाले हाँसेर अनि थाहा छ नाति म मर्दैछु तर मलाई दुःख छैन, यति धेरै मान्छे ल्याएर आँसु झारे कि यिनीहरूको आँसुले म आनन्दले स्वर्ग पुग्छु, त यस्तो राम्रो मान्छे त मर्दा दुनियाँ रोस् भनिदिनु भयो। मैले यसो सोचेँ कोचेर हुन्छ त म मऱ्यो भने भनेको त्यही बाआमा त्यही हजुरआमा कति रुवा पनि सानैदेखि रुवाएको रहेछ अतिभरि अब भनौँ न। अनि त्यो सबै कुरा हुँदाखेरि चाहिँ एकदमै भनौँ न अनि आफैलाई चाहिँ एकदम फिल भयो। अनि त्यसपछि चाहिँ मैले खास यो दृष्टिबिनहरूको क्विज कन्टेस्ट गराउँदाखेरि हामीले चाहिँ एकदम ट्यालेन्ट हुँदो रहेछ नि थाहा पायौँ कि।
अनि हामीले चाहिँ सुरुमा के लागि बाँच्ने भन्ने क्वेसन हुन्थ्यो कि जहिले पनि। मैले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले त्यतिखेर हाम्रो बातहरू एमआरआर एनबिआरको हाम्रो सुरुमा साथ पाइयो होइन, एमआरआर दार्जिलिङ त्यतिखेर हामीले सबैलाई भेटेर चाहिँ हामी एउटा अपाङ्गता भएका व्यक्तिहरू जो हुनुहुन्छ उहाँलाई चाहिँ जेसँग जस्तो काम दिउँ भनेर चाहिँ 5,16,000 हुनुहुँदो रहेछ अपाङ्गता भएका व्यक्तिहरू। उहाँहरूलाई चाहिँ हात नभएकोलाई हात दिने, खुट्टा नभएको खुट्टा नदिने, काम नभएकोलाई काम दिने, पढ्नु नभएकोलाई पढाइदिने भनेर हामी सक्षम छौँ। फरक त हामी सबै छौँ नि होइन, तपाईँ फरक, म फरक, ऊ फरक, सबै फरक छ। किन छुट्टै तरिकाले सक्षम? सबै छुट्टा छुट्टै त हो नि। हामी सब सक्षम छौँ, हामी सब बराबर छौँ भनेर चाहिँ हामीलाई के फिल भयो भने हामीले नेपालभरिको त अपाङ्गहरूलाई हेर्दै जाँदाखेरि चाहिँ उनीहरूले आफैलाई कमजोर सोचिरहेको, समाजले झन् कमजोर बनाइरहेको छ कि सक्दैन यो अझ शब्दहरू प्रयोग गर्दा पनि त्यस्तै खालको गर्ने। मलाई त एकदमै ठुलो पीडा देखेर चाहिँ एटलिस्ट उनीहरूको लागि चाहिँ बाँचौँ भन्ने भएर चाहिँ हामीले त्यसरी चाहिँ अब एउटा नयाँ जिन्दगी सुरुवात भयो। अनि त्यही बेलामा रौतहटमा बाढी आयो, हामी रौतहटमा सहयोग गर्न गयौँ होइन। अनि त्यहाँ जाँदाखेरि हामीलाई भगवानै बनाइदियो, हामी त डक्टर भएर गएको थियो होइन, अलिअलि बोकेर प्रेसर सेसर चेक गर्दै गर्दै हिँडेको थियौँ हामी। अनि यही म त काम लाग्ने मान्छे रहेछु है जिन्दगीमा भन्ने पनि भयो आफैलाई होइन, कसैको लागि त जस काम लाग्यो नि जिन्दगीमा भन्ने भयो। अनि यस्तो हुन्थ्यो कि हामी त्यो पाल्पामै त्यो अपाङ्गलाई हामीले गर्दा पनि त्यहाँनिरको उद्योग वाणिज्य चाहिँ गर्दैन यिनीहरूले केही गर्दैन भन्ने, जसले पनि त्यही भन्ने, कसैले पनि मोटिभेटिङ भएन कि, कसैले पनि इन्सपायर गरेन क्या त्यसपछि। अनि मैले चाहिँ हाम्रो कलेजको चेयरम्यान हाम्रो गोपाल पोखरेल हुनुहुन्थ्यो, सरलाई चाहिँ सर यहाँ 2-3जना चाहिँ आँखा नदेख्नेहरूले कम्प्युटर चलाउन जान्नु हुँदो रहेछ, काम लगाइदिनु भनेको लगाइदिनु भयो कि उहाँले। उनीहरूले दामी काम पनि गरे क्या फेरि। अनि त्यसपछि चाहिँ अरू 2-3जनालाई चाहिँ खुट्टाले इँटा बनाउँदो रहेछन् एउटाले, हात नभएको होइन, उसलाई चाहिँ त्यहाँ गरियो पहिला बगनास खाली, पछि अर्को वडा गरेर एउटा पालिका भइयो, त्यसपछि तानसेनमा आइयो त्यहाँ गरियो, त्यसपछि यता तिनाउमा आइयो, 1-2 ठाउँमा गरियो, त्यसपछि यो बुटोलमा आइयो यहाँ गरियो, तिलोत्तमामा गइयो, सैनामैनामा गइयो, रोल्पातिर गइयो, प्युठानतिर गइयो, अरू ठाउँमा काठमाडौँ गइयो, नेपालभरिको ठाउँमा गएर चाहिँ हामीले यो हामी सकिन्छौँ भनेर गर्दै गइयो। अब नेपाल सरकारसँग सहकार्य गरौँ भनेर चाहिँ यो काम अब हामी नेपालभरि गर्छौँ। पहिला चाहिँ घानामा चाहिँ यो पाएको थियो अलिअलि प्र्याक्टिस, त्यस्तो ठिकठाक सक्सेसफुल भएको थियो। नेपालमा चाहिँ हामीले लगभग 5 लाखजना मध्ये चाहिँ लगभग 1.5-2 लाखले चाहिँ फुल काम गर्न सक्नुहुन्छ, उहाँहरूलाई अपर्च्युनिटी चाहिएको छ। 2 लाखले पढ्न ट्रेनिङ चाहनुभएको छ, अरू 1-2 लाखले चाहिँ पढाइ या ऊ चाहिएको छ भन्ने कुराहरू थियो। अनि सरकारबाट चाहिँ हामीलाई सुरुमा हुन्छ भन्यो। अनि एक दिन चाहिँ एउटा मन्त्रालयको मान्छेले बोलाएर एउटा यो भूकम्प पीडितको लागि भनेर स्वास्थ्य शिविर भनेर पैसा आएको छ 10 करोड, अब यो मध्ये चाहिँ हामीले त अब हामीलाई 3 करोड दिनुपर्छ भन्नाले सुरुमा चाहिँ कुरा गऱ्यौँ, ठिकै छ नि त हामी गर्छौँ नि त जस्तो भयो। अनि अन्तिममा के भन्दा हामीलाई 3 करोड छुट्याइदिए, मन्त्रालयले 3 करोडको छुट्याइदिए, तँलाई 4 करोड दिन्छौँ, 1-2 करोड काम गर, 1-2 करोड खा भन्यो त्यसले होइन। अनि एकदम नराम्रो लाग्यो क्या, आँसु नै आयो भनौँ न, साला भूकम्प पीडितको लागि आएको पैसा होइन, अनि तिमीहरूले यस्तो कुरा गर्छस् त, अनि तिमीहरूले अनि देश चाहिँ राम्रो हुन्छ त भनेर बिन्ती छ सर मलाई भन्नुभयो। म साँच्चै पिर्दिन्थेँ भनौँ, त्यस्तो रिस उठेको थियो कि त्यहाँनिर होइन, त्यो हुन्छ नि होइन। अनि अब त्यो हामी चाहिँ अपाङ्गहरूलाई कस्तो इमान्दार भएर कस्तो नैतिकवान भएर सेवा गरौँ भनेर गएको छ, घुस खा भन्छ सुरुमै होइन। अनि अब त्यो भाइ यो काम नगरौँ सर, यो जान्नु यो काम नगरौँ भन्यो। अनि एकदमै गाह्रोहरू थियो त्यतिखेर, त्यही पनि हामीले हिम्मत हारिएन, गर्दै गइयो। अनि बिस्तारै के फिल भयो भन्दाखेरि चाहिँ यो हामी मात्र होइन नि त यो देश बनाउन खोज्ने, समाजको लागि के गरौँ भनेर चाहिँ हामी ड्रिम कलेक्सन गर्दै हिँड्यो भनौँ न। त्यसै हामी पहिला चाहिँ बुटोलबाटै सुरु गरियो, डेनोभोमा हामीले सबैलाई जम्मा गरेर के छ त युवाहरूको सपना भनेको, 1-2जनाको युवाको सपना अजुवा रहेछ, फेरि खतरा रहेछ कि। एउटाले पानीले गाडी, एउटाले चाहिँ के भन्यो भन्दाखेरि अझ सुरुमा भन्दाखेरि मैले एउटा यस्तो काम गर्न जाँदैछु, मलाई चाहिँ अमेरिकाले युकेले चाहिँ गोली हानेर मार्छ कि डर छ भन्यो। के चाहिँ गर्न आँटिस र तैँले होइन, बम बनाइस् कि रकेट बनाइस् कि के चाहिँ गर्न थालिस् तँलाई चाहिँ यो यसले मार्छ भनेर भनेको। अनि मैले पानीले गाडी चलाउँछु भन्न थालेँ। फेरि ठिक कुरा हो, यो त नेपाल पानीको धनी देश, यता पनि खोला टक्क जाने चलाउने, टक्क खोलाबाट पानी हाल्ने, फेरि उता राप्तीमा जाने फेरि पानी हाल्ने, फेरि कडाली पुग्ने फेरि पानी हाल्ने, भइहाल्यो हाम्रो पुरो पश्चिम जागिने नि भयो भन्ने भयो है। अनि होइन होला जस्तो लाग्यो सुरुमा होइन साथी हो भन्यो, कसरी हो भनेको हाइड्रोजन अक्सिजनलाई छुट्याउने, इलेक्ट्रोलाइसिस गर्ने, हाइड्रोजनले इन्जिन चलिहाल्छ, अक्सिजन वातावरणलाई राम्रो, ठिक कुरा हो, यो त हुने कुरा हो भन्ने पनि भयो। अनि त्यसपछि फेरि अनि अन्त कहीँ भएको छ कि छैन, पहिला चाहिँ एउटाले गरेको रहेछ युकेमा, उसलाई चाहिँ मारेको रहेछ कि, पहिला अर्कोले पनि गरेको थियो, 2जना त्यही केसमा मरिसकेको रहेछ कि ग्लोबलले। अनि यो पेट्रोलियमको माफियाहरू ठुलो रहेछ कि, यिनीहरूले चाहिँ त्यसलाई चाहिँ ऊ नगरेको रहेछ। अनि हामीले चाहिँ 72मै हो हामीले त्यो गरेको होइन, त्यतिखेर चाहिँ हामीले त्यो गरेर चाहिँ भूकम्प आयो, भूकम्पमा सहयोग गर्न पनि गयो। अनि दाङमा गएको एउटा मार्सल भाइ, त्यसलाई पनि अहिले के लफडामा परेको होला, नेपालमा गाह्रो छ अब राम्रो मान्छेलाई होइन, थाहा होइन के हो के छ मलाई त्यति धेरै। उसले चाहिँ नेपालभरि मल बनाउँछु मैले पुरै इनोभेसन गरेर पुरै खतरा टेक्नोलोजी ल्याएर बनाउँछु भने नेपालगञ्ज गएको एकजना सीता भन्नेले चाहिँ
मैले यो नेपालको हरेक पातमा पैसा फलाउँछु, हरेक झाडीमा पैसा फलाउँछु भन्छन्। कसरी भनेको पैसा पनि फलफुल लगाऊँ सबै ठाउँमा, जडीबुटी लगाऊँ सबै झारमा, पैसा भन्नु त्यो कुरा त ठिक हो, लगाए त हुने कुरा हो। अनि काठमाडौँ गएको एउटाले फेरि मोहन भाइ, हाम्रो मोहन तामाङ भाइ, दाइ मेरो त एउटा ठुलो सपना छ। के सपना छ भाइ भनेको, म चाहिँ यो नेपालको रकेट उडाउन चाहन्छु 2019मा होइन। म चाहिँ 2024मा चाहिँ नेपाल स्पेसमा पुऱ्याउँछु, 2032मा चाहिँ मैले मुनमा पुऱ्याउँछु भन्छ होइन। कुरा त ठिक हो, दामी हो। अनि के पढेको भाइ भनेको, अनि पढेको पनि त्यही रहेछ क्या, त्यही जे उस हुन्छ नि त स्पेस सम्बन्धी, त्यही सम्बन्धी नै पढेको पनि रहेछ। अनि भाइ ठिक कुरा हो। को छ तिमीहरू भनेको टोली रहेछन् ठुलै त्यहाँ होइन, उनीहरूको जो अर्गनाइजेसन बनाएर रहेछन् एसडिएस र के भन्ने। अनि ठिक कुरा हो यो त। अब के भयो तिमीहरूलाई केले दिएन भने केले कसले के बाधाहरू रहेछ क्या। अनि यस्तै साथीहरू देशभरि भेट भयो क्या। अब अझै 1-2 जना त अझै पनि थिए होइन। अनि त्यसपछि हामीले एउटाले चाहिँ सेटेलाइट बनाउँछु भने 1-2 जनाले, अनि सुन्दाखेरि अचम्म लाग्ने तर पोसिबल कुराहरू के। अनि हामीले बिस्तारै चाहिँ नेपालको सबै अर्गनाइजेसनहरू मिलेर 2019मा चाहिँ हामी बसन्तपुरमा भेला भयौँ भनौँ न। एनबिआर, दार्जिलिङ, एमआरआर, अनि यो भनौँ न पहिलो पाइला, न्यानो पाइला, सानो पाइला लगायत सम्पूर्ण के होइन, जो यङ डक्टर एसोसिएसन, यङ फार्मेसी एसोसिएसन भए जति मिलेर चाहिँ अब हामी एक हौँ भनेर चाहिँ हामी के युवा जति एक हुनुपर्छ भनेर हामी लाग्यौँ। Extreme energy drink. अब केलाई एक हुने भन्दाखेरि राष्ट्रका लागि युथ फर नेसन भनेर हामी त्यतिखेर बनायौँ कि राष्ट्रका लागि युवा भनेर चाहिँ हामीले एउटा संस्था बनायौँ। त्यसको म अध्यक्ष थिएँ होइन, छु भने होइन। अनि त्यसपछि फेरि अब के चाहिँ गर्ने भन्दा 2019मा चाहिँ त्यतिखेर के भन्दा एउटा विदेशीसँग एउटा टिमसँग भेट भयो। एउटा हाम्रो दाइ हुनुहुन्थ्यो त्यति सबै कलेक्सन गर्ने क्रममा चाहिँ उहाँको चाहिँ 2टा दाइ हुनुहुन्थ्यो, एउटा किरण दाइ, एउटा पिके शेर्पा दाइ होइन। किरण दाइको चाहिँ प्लानिङ पनि खतरा फेरि। अब दाइको फेरि यो टक्क हाम्रो यो पानीघट्टा खोलामा चलाउने, खोलामा चढाएर रोप बनाउने, त्यो रोपबाट चाहिँ टक्क तलतिरका पोस्करहरू जङ्गलका जे छन् त्यसलाई ठक्क बारीसम्म खेतसम्म बोर्डसम्म ल्याउने, अनि त्यहाँ फेरि अर्को रोप लगाउने होइन। त्यो रोपले चाहिँ माथि बारीसम्म लैजाने, बारीबाट मलसल यहाँबाट खेतबाट यहाँबाट मल बोकेर उता जाने भन्नाले त्यो ट्विनमा क्या, त्यो रोपमै अब त्यो यताको कुरा उता, उताको कुरा उता, रोप ट्रान्सपोर्ट पुरै खतरा भन्छन्। फेरि दाइले हो ठिक कुरा हो जस्तो लाग्यो फेरि होइन। अनि अर्को दाइ थिए पिके दाइ भन्ने। अनि दाइले के भन्छन् भनेदेखि फेरि म फेरि 7वटै महादेवको 7वटै अग्ला हिमाल चढेर, मेरो 14 वर्षको छोरो छ, छोरोलाई लिएर जान्छु, छोरासित चढ्छु भन्छन्। फेरि बाउ छोरा भएर अहिलेसम्म बाउ छोरा चढे होइन। फेरि 7वटै महादेवका 7वटै अग्ला हिमाल चढेर म चाहिँ क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ सम्बन्धी अवेरनेस गर्छु भन्छन्। ठिक कुरा हो फेरि होइन। पानी रहे जीवन रहन्छ, जीवन रहे भन्ने के अरे हिउँ रहे पानी, पानी रहे जीवन भनेर त्यो खालको मोमेन्टम भने। अनि 14 वर्षको फुच्चे सहरमा त चढ्छ, सबैतिर चढ्छु भन्छ, हो कि होइन कि अब सबै कुरा भयो। अनि पछि चाहिँ भयो क्या तर होइन। फर्चुनेटली भन्नुपर्दाखेरि नेपालको पहिलो रकेट हामीले गरुडा भन्ने 2019मा चाहिँ हामीले मे 21मा चाहिँ हामीले लगेर विमानबाट चाहिँ हामीले उडायौँ। नेपालको पहिलो सेटेलाइट हामीले नेप्स्याट भनेर त्यतिखेरै लन्च गऱ्यौँ। अनि अर्को भनेको हामीले 14 वर्षको फुच्चे कोरोनाको बेलामा होइन सगरमाथा चढ्यो कि तिनीहरू बाउ छोरा भएर उठ्दा। त्यसपछि अफ्रिका गएर पनि चढ्यो कि तिनीहरू। अहिले पनि बिबिसीहरूमा सबैतिर डकुमेन्ट्रीहरू सबै कुराहरू छ होइन। अनि त्यसपछि फेरि यो जे होस् भनौँ न, हामीले प्लान्टेसनहरू पनि गर्दै गयौँ। अनि हामीले देशभरि स्वास्थ्य शिविरहरू जति पनि आपद विपदहरू छ नि त, एक दिन चाहिँ अब हामी यतिकै बसिरहेको थियौँ होइन काठमाडौँमा। बस्दा बस्दै चाहिँ के भइदियो भन्दाखेरि अब 12 वर्षकै हावारीको कुरा गरौँ न, हामी बुटोलमै म हस्पिटल काम गर्दै थिएँ अनि एक रिमसनमा। अनि त्यो काम गर्दा गर्दै डक्टर हुँदै अनि हावाहुरी आयो, 21-27 जना मऱ्यो भन्यो। अनि हामी त जानु पऱ्यो। त्यसपछि त हामी त फिल्डमा जानु पऱ्यो भनेर हामी भाइलाई नै, प्रतीक भाइ लगायत हाम्रो सम्पूर्ण यहाँको बुटोलको एमआरआरको टिम मेन अनि अरू सबै टिमहरू मिलेर हामीले थोरै पैसा उठाएर हामी 12 वर्ष गएर हामीले एकदम एनबिआरदेखि लिएर सबै टोलीहरू मिलेर हामीले एकदम राम्रो काम गऱ्यौँ भनौँ न। त्यहाँ 2 दिनसम्म हामीले सेवा पनि गऱ्यौँ। अनि त्यहाँनिर टोयलेट थिएन, त्यो टोयलेटहरू पनि बनायौँ। अनि के आवश्यकता छ भने हामीले क्याटेगोराइज गरेर हामीले चाहिँ हाम्रो टिमहरू थियो, काठमाडौँको टिम, उता पोखराको टिम, नेपालगञ्जको टिम, सबै टिमलाई चाहिँ छुट्टा सामान लिएर आइज भनेर गऱ्यौँ। अनि त्यहाँनिर नै हामीलाई धेरै नै गाह्रोहरू पनि थियो, तर टिम भएर अलिकति सजिलो भयो क्या। अनि त्यसको लगभग 1-2 वर्ष पछाडि चाहिँ यतिकै बसिरहेको थियौँ। अनि अब हामीलाई पहिलेदेखि बानी भइसक्यो कि कतै आपद विपद पऱ्यो नि पुगिहाल्ने बानी भयो क्या। अनि हामीसँग केही पनि थिएन, हामी यतिकै बसिरहेको थियौँ। अनि एक्कासी चाहिँ उता धनुषा महोत्तरीमा बाढी आएर कतिजना पनि बिते अरे कि मऱ्यो अरे कि त्यहाँनिर। अनि त्यसरी अब त्यो दिन चाहिँ हामी अलिकति भयो कि हामी 2 जना थियौँ। अनि अनिल म अनि अर्को साथी थियो कमल अन्ने, राजेश्वर कमल अन्ने, जाम भन्ने। अब जान त जाने, अब के छँदै छैन, केही पनि छैन, कोही पनि कसो छैन भनेर जाम भन्यो। ल जाम ल भनेर हिँड्यो। फेरि अब त्यहाँ गएर कलङ्की गयो, बस चढ्यो, जनकपुरमा हिँड्यो हामी। सम्पत्तिको नाम एउटा मोबाइल थियो, त्यो पनि जाँदा बाटोमा फुट्यो होइन। अनि अब पुग्यो बिहान जनकपुर होइन। अनि अब केही छैन हामीसँग, अब कहाँ हो के हो, कहिले गएको पनि छैन जनकपुर भन्ने ठाउँमा। फेरि
अब के चाहिँ गर्ने त भन्ने भयो। अब मोबाइल पनि छैन कि अब नम्बर पनि केही पनि छैन। एकजना डक्टर चिनेको थियो त्यहाँनिर हामीले, डक्टर लप्सा भन्ने हामीलाई जेस पढाएको जेस दाइहरू सरहरू थिए। अनि एउटा हस्पिटलमा खोज्दै त्यो दाइलाई भेट्यौँ। त्यसपछि त्यो दाइलाई भेटेपछि त्यहाँको अर्को एउटा दाइलाई भेट्यौँ, डक्टर सञ्जय भन्ने। अनि त्यहाँको एनएमआईको टिमहरू भेट भयो। अनि त्यहाँको हाम्रो उता दार्जिलिङकै टिम टार्जन दाइहरू, अनि पछि फेरि अरू उताको हाम्रो विपुल दाइहरू, एमआरआर केडाहरू अलिअलि भेट भयो। जेस त्यहाँ यताउता गर्दा 10-15 जना भयो। चिट्ची घाम होइन जनकपुरमा बाटोमा भोक लागेछ, खाने पनि त्यस्तै थियो। अनि एउटा साथीको औँठी थियो, त्यो पनि हराएछ। पैसा पनि हामीसँग केही पनि थिएन कि, भाडा पनि थिएन सिरियसली भनेको हामीसँग थियो, केही पनि थिएन। अनि नुहाउँदै पनि अब त्यहाँ अलिअलि भयो भनौँ न, अलिअलि औषधि दिए 2-4जनाले, 1-2जना डक्टरको टोली हामी अलिअलि सधैँ थियौँ। अनि त्यो भइसकेपछि अनि हामीसँग लगभग 2-3 कार्टुन औषधि र 5-6जना डक्टरको टिम भएर अलिअलि हेल्प भयो त्यहाँनिर। हेल्प गरेर हामी त्यहाँनिर चाहिँ हामी उता नेपालको सबभन्दा होचो के, खास त उता झापाको एउटा ठाउँ होचो भन्छ नि त, तर धनुषामा त्योभन्दा नि होचो ठाउँ रहेछ है खास। त्यो ठाउँमा चाहिँ बाढी आएछ, इन्डियाको बोर्डर सिमानामा नजिकै। हामी त्यो ठाउँमा गयो। त्यो ठाउँमा गएर लगभग 200-300जना बिरामी हेऱ्यो, दिनभरि खाइ नपाई एकदम वाइल्ड भयो। अनि हामीले त्यहाँ एउटा गाउँमा चाहिँ सत्तु अघि के हुँदो रहेछ तराईमा, अनि 2-2 गिलास दिए। अनि त्यो खाएर हामी दिनभरि काम गरियो। राति हामीलाई बस्ने ठेगान थिएन, त्यही पनि दाइहरूले चाहिँ त्यही एउटा मारवाडी सेवा समाज भन्नेको रहेछ, त्यहाँनिर मिलाइदिएर त्यहाँ बसियो। अनि राति चाहिँ हामीलाई भेट्न सब आयो कि, त्यहाँका मन्त्री सन्त्री ठुला बडा यिनीहरू आएन रे भनेर सब आयो भेट्नु। अर्को दिन हामीले फेरि के भन्दाखेरि लगभग साउथ इन्डियन स्टाइलमा कि 16वटा स्कर्पियो अरू 5वटा गाडी लिएर गएर होइन, अर्को महोत्तरी जिल्लामा हामी भिडियो अहिले पनि छ होला कि त्यो होइन। अनि हामी साउथ इन्डियन स्टाइलमा, अनि हामी धेरै भयौँ कि त्यहाँ रातभरिमा, वाइल्ड धेरै डक्टर, वाइल्ड धेरै टोली, सब हामीसित रेडी क्या। अब त्यो रात एभ्रिथिङ हामीले सोच्यो भन्दा बढी भयो कि त्यो एक दिनमा होइन। अनि अर्को दिन हामी साउथ स्टाइलमा महोत्तरी जिल्ला गयौँ, फेरि मनरा भन्ने ठाउँमा। दुःख लागेको कुरा के थियो भन्दाखेरि चाहिँ हामी खास त्यहाँ जानुभन्दा अगाडि चाहिँ हामी त्यहाँनिरको एउटा मन्त्री थियो उपेन्द्र यादव स्वास्थ्य मन्त्री, उसकै गाउँमा चाहिँ बाढी आएको थियो खास। अनि हामी स्वास्थ्य शिविर गर्न सहयोग गर्न जान्छौँ भनेको, अब परदेशबाट स्वीकृति लिएर आइज अरे, अब बाढी आइसक्यो, मान्छे मरिसक्यो होइन, अब यहाँ गइसक्यो, अब कहाँबाट स्वीकृति लिन्छ नि। अनि त्यसको लागि पनि अलिकति हामीलाई त्यो इक भएको थियो क्या, अलिकति इगो भएको थियो। अनि हामी चाहिँ उसकै गाउँमा जान्छौँ भनेर हामी खतरा तरिकाले गएर एकदम खत्रै गऱ्यौँ हामीले त्यहाँ। लगभग हामीले 5-6 हजार बिरामी चेक गऱ्यौँ भनौँ। अनि त्यहाँनिर सहयोग पनि हामीले ठुलो सहयोग गऱ्यौँ। अनि जे होस्, अब त्यो सँगसँगै अनि कोरोनाकै कुरा गरौँ न होइन। अब कोरोनाकै कुरा गर्नु पर्दाखेरि त्यसपछि बिस्तारै अब खास कोरोना आयो। अनि कोरोना आइसके पछाडि चाहिँ अब हामीलाई त थाहा थियो, पहिल्यैदेखि थाहा थियो अब आउँछ भन्ने कुरा। लगभग हामी प्रिपेयर थियौँ, किन इन्डिया आइसकेको थियो, अमेरिका अरू देशमा पनि भइसकेको थियो। नेपाल त अब कुन त हामी जसरी पनि फसिहाल्छ भन्ने त थाहा थियो। अनि त्यतिखेर चाहिँ हामी यतिकै बसिरहेको थियौँ। हामी त्यति धेरै काम पनि त्यति धेरै साह्रो थिएन त्यतिखेर हाम्रो फर्स्ट कोरोनामा। अनि हामी फर्स्ट कोरोनामा गर्दाखेरि चाहिँ अब के भयो भन्दाखेरि, अब सुरु दिनमा के टेस्ट गर्न जानुपर्ने अवस्था आयो कि। टेस्ट गर्न को जान्छ त भन्दाखेरि त अब हाम्रो टिमहरूलाई हामीलाई एप्रोच आयो भनौँ न। हामी यङ डक्टरको नि हामी मेन थियौँ। अनि अब भोलि बिहान स्वाब टेस्ट गर्न जाने भन्छ सनसिटीमा, फर्स्ट केस क्या नेपालको। अब तिमीहरू जा भन्छ चेक गर्न। अब हुन्छ कसरी भनौँ, हुन्न कसरी भनौँ जस्तो नि भइसकेको थियो कि त्यो कुराहरूमा अलिअलि हुँदाखेरि। अनि त्यही पनि अब मरिन्छ जस्तो, घरबाट पनि अब निस्किँदै ननिस्के, घरबाट सुरुमा त कोही निस्केको थिएन नि त, कोही निस्केको थिएन घरबाट, एकजना निस्केको थिएन। अब लाग्यो भने त मरिहालिन्छ जस्तो भइसकेको थियो कि, त्यो मिडिया सेन्सेसन त्यो खालको थियो कि। अब भोलि अब तिमीहरू जाऊ चेक गर्न, स्वाब लिएर आऊ भन्ने जस्तो कुराहरू पनि भयो, 1-2जना पनि भयो। अनि त्यसरी अब एकदमै रिस्क पनि बढी लागिरहेको थियो आफैलाई पनि होइन। फेरि त्यस्तो हामी फेरि सरकारी जागिरी पनि थिएन, हामीलाई त्यस्तो कम्पलसरी पनि थिएन कि। त्यही पनि अब सामाजिक हो, रेस्पोन्सिबिलिटी हो, गइदिउँ अब जेसुकै हुन्छ सहयोग गरौँ भनेर त्यहाँनिर आपत पर्यो भने चाहिँ हामी त्यहाँ गइयो सुरुमा। अनि त्यहाँ गएर हेऱ्यो, अलिअलि लियो, यताउता गरियो। अनि त्यसपछि मन्त्रालयमा मिटिङ थियो कि, एउटा मन्त्रालय मिटिङमा बसेको थिएँ म त्यहाँनिर होइन। अनि त्यो मन्त्रीज्यू त्यहीँ हुनुहुन्थ्यो, अनि बसिराख्नु भएको थियो सबैजना। अनि मैले चाहिँ भिडियो बनाइरहेको थिएँ कि मोबाइल लिएर, हामी चाहिँ मोबाइल लिएर गएको थियो त्यो दिन। अनि मन्त्रीले के भन्छ भने, म कानुनको मन्त्री, मलाई यो कोरोना केही थाहै छैन, अब के गर्ने कसो गर्ने, इन्डियाले पनि सकेन, अमेरिकाले पनि सकेन, इटालीले पनि सकेन, हामी त केही सक्लै जस्तो छैन भन्छन्। फेरि किन सक्दैन सर, सक्छ यहाँ, किन सक्दैन यहाँ, अब के गर्नु पऱ्यो भनेर। अनि यहाँ अब फेरि मन्त्रीले सक्दिनँ भन्छ फेरि होइन। यहाँ सबै त्यस्तै छन् तिनीहरू। त्यहाँनिर फेरि ओम्निकाण्ड घटेको त्यही दिन हो क्या खास। त्यो ओम्निकाण्ड मलाई सब काहीँ थाहा छ कसरी भयो भन्ने कुरा। अनि त्यहाँनिर त कहाँबाट सामान ल्याउने, कसले ल्याउने, कसले कमिसन खाने मात्रै कुरा गर्छन् बा फेरि त्यहाँनिर होइन। वा देश डुबिसक्यो जस्तो भइसक्यो, आफूलाई तनाव भइसकेको छ। पिपी मास्क सेनिटाइजर केही पनि छैन क्या। अनि हाम्रो साथीहरू त थिए हस्टेलमा, टिचिङमा नि आफ्नै साथी, बिरमा नि आफ्नै साथी, नेपालबाट हस्टेल आफ्नै साथी। भन पिपी मिलाऊ, सेनिटाइजर मिलाऊ, मास्क पनि थिएन कि नेपालभरि, कोही पनि थिएन।
अनि तिनीहरूले घुस खाने र कमिसन खाने बाहेक त्यहाँनिर त्यो पुरै भएन क्या पछि साँझ एभरेस्ट होटलमा के अरे सोल्टी होटलमा बस्ने भन्ने कुरा भयो सोल्टी होटलमा चाहिँ त्यही सेटिङ भयो कि सबै कुराहरू अनि मलाई चाहिँ साला यस्तो खतम भयो त यो मास्क सेनिटाइजर ल्याउने होइन उनीहरूले त्यो सेटिङको कमिसन नमिलेर चाहिँ अड्किरहेको थियो क्या त्यहाँनिर अनि मैले चाहिँ एउटा दाइ चिनेको थियो चाइनामा पनि अनि हाम्रो दिनेश दाइहरू यताउता दाइ एउटा टेक्निसियन बोलाइहाल्नु भन्नु झ्यापचुप त्यहाँबाट चाहिँ रेस्क्युको सामानहरू ल्याउँदाखेरि चाहिँ एउटा टेक्निसियन पनि बोलाइयो अनि कसरी बन्छ पिपी कहाँबाट बनाइरहेको छौ भनेको के भयो भन्दाखेरि अब एउटा त्यो कपडा हुन्छ पोलिस्टरवाला होइन त्यो कुराहरू त्यो पनि धेरै प्रकारको हुन्छ रेनकोटवाला हुन्छ त्यसलाई चाहिँ हामीले यो क्राइटेरिया मिट गऱ्यो भने चाहिँ हामीले यसलाई चाहिँ बनाउन सकिन्छ भने नेपालमा चाहिँ टेफ्लोनको कपडाहरू हुँदो रहेछ कि टेफ्लोनबाटै बन्छ या केबाट बन्छ भन्दो रहेछ अनि यसरी ल पिपी त ल त्यसले बनाइन्छ ल मास्क केले बनाइन्छ त मास्क पनि अब र मेटेरियलहरू हुन्छ त्यसलाई ल्याएर हामीले सिलाउन मिल्छ भने अनि सेनिटाइजर भनेको सेनिटाइजर त एलोभेरा सेलोभेरा या अल्कोहल सल्कोहल मिलाएर बनायो भने बन्छ भन्ने कुरा भयो अनि हामीले बनायौँ होइन बनाऊँ न त दाइ अब के ढिला गर्नु भनेर चाहिँ बनायौँ बनाइसके पछाडि चाहिँ सुरुमा हामीले चाहिँ हामीलाई बनाउँदा 800 देखि 1500 रुपियाँ लाग्थ्यो कि होइन 800 रुपियाँदेखि 1500 रुपियाँ लाग्थ्यो अनि बनायौँ अनि हामीले 800 को लागि चाहिँ 1500 भनौँ न त्यसलाई 12-1300मा 1500 को 2000मा बेच्ने भनेर डेलिभरी गर्ने भनेर रेडी गऱ्यौँ अनि कसैले किन्दैन पत्ताउँदैन किन पत्ताएन मान्छेले हामीलाई भनेर हामीले यसो सोच्यौँ यसो सोचेर हेरेको बाहिर चाइनाको हाम्रोभन्दा त्यही क्वालिटीको चाहिँ उसको 5000 भने रहेछ एउटाको 6000 भने रहेछ अनि हामीले त्यही 800 को लागि चाहिँ 4000 अर्कोलाई 5000 भनेको फेरि अन्त फेरि त्यही अब हुन्छ नि यताबाट पनि लिएर चाहिँ यताबाट पनि लिएर चाहिँ यताबाट पनि लिएर चाहिँ भन्छन् फेरि अब होइन कुरा केही पनि होइन जस्ट भन्नुमा चाहिँ के भन्दाखेरि चाहिँ अनि त्यहाँ मान्छेलाई चाहिँ त्यस्तो हुँदो रहेछ क्या त्यो प्राइसले त्यस्तो म्याटर गर्दो रहेछ अनि पैसा पनि भयो फेरि हामीसँग चाहिनेभन्दा धेरै भयो फेरि अब त्यहाँ होइन अनि फेरि अब हामीले एउटा त्यतिखेर एकदमै हामीलाई नि गाह्रो थियो छन चाहिँ होइन हामी पहिला त पैसा नभइकन आफूले 1-1 लाख 2-2 लाख हाल्न सुरु गरेको थियौँ त्यस्तो यता पनि मागेछन् उता पनि पूर्व झापाती दार्चुलासम्म सबतिर मागे के अनि पैसा त वाइल्ड धेरै पैसा नि भयो फेरि अब त होइन अनि अब के गर्ने त अब जोस् भनौँ न खातामा दिनमा 20-30 लाख खाइदियो हुने अब हुन्छ नि एभ्रिडे अब ओहो यति तनाव भयो कि मलाई जिन्दगीमा त्यति तनाव कहिले भएको थिएन क्या जिन्दगीमा होइन निद्रै लागेन कि रातभरि यो पैसा धेरै भएर हुन्छ नि त्यसपछि यो लास्टै तनाव भयो भने अनि कालोबजारी गरौँ भन्ने हुन् कि के भन्ने हुन् कि फेरि लामो यात्रा छ अब आफ्नै साथीभाइ अब के भर भयो कसको भन्ने भयो त्यसपछि हामीले 1-2टा गाडी पनि किन्यौँ अनि त्यहाँनिर हामीले बाँड्न थाल्यौँ होइन अनि अब खर्च गर्नु पर्यो अब केटाहरू यो कमाएर भएन अब यो खर्च गरौँ भनेर चाहिँ हामीले धेरै खर्च गर्नु पऱ्यो भनेर के गर्यौँ भन्दाखेरि अब अलि केटाहरू हामीले थानकोटमा एउटा गाडी किनेर अनि त्यसलाई चाहिँ 10 जना आयो थानकोटमा चेक गर्न अब पुलिस हुन्न अब तिमीहरू बस केटाहरू होइन अब त्यो आधी केटाहरूलाई जोरपाटीमा के अरे तिमीहरू जोरपाटीमा बस एउटा आधी केटाहरूलाई जडीबुटीमा लगभग हामीले 1 महिनासम्म यहाँ पुलिसले चाहिँ हुन्थेन कि चेक गर्थ्यौँ हामीले चेक गर्थ्यौँ कि आउने जानेलाई के हुन्थेन ठुलो त हामीले केही गर्थेनौँ ज्वरो अलिअलि थर्मोगन हानेर थर्मोगन नि हामीले आफै सबै गरिसकेका थियौँ कि अनि त्यो गरिसके पछाडि चाहिँ हामीले नेपालभरि पुऱ्याइदिएको हो कि पिपी मास्क सेनिटाइजर कमी भएन कि जोस् डक्टरहरू पनि ढुक्क भयो हुने त के ठुलो कुरा थिएन होला तर कन्फिडेन्ट हुन्थ्यो कि हामीलाई त्यो हुँदाखेरि कि अनि त्यो हामीले पुऱ्याएको हो कि फेरि अनि पुऱ्याइसके पछाडि चाहिँ त्यति गरेर पनि हामीले त्यो लगभग 1-1.5 महिना हामीले 200-300 जना केटाहरूलाई राखेर अनि त्यो यो 50,000वटा त पिपी बाँड्दियौँ कि हामीले फ्रीमा कि 260वटा आश्रम थियो हरेक आश्रममा खाना पुऱ्याउँथ्यौँ नास्ता पुऱ्याउँथ्यौँ होइन औषधि पुऱ्याउँथ्यौँ पिपी सब पुऱ्याउँथ्यौँ कि हामीले त्यही पनि भ्याइएन कि पैसा अब हुन्छ नि होइन अनि त्यसपछि चाहिँ अब के गर्ने भन्ने भयो अब 1 महिना जस्तो अलिकति यो भयो अनि मेन सोर्स चाहिँ नेपालको चाहिँ के भइरहेको थियो भन्दाखेरि अब इन्डियाबाट मान्छे आउनु थाले बन्द थियो इन्डियाबाट आउँदै गर्दाखेरि अब त्यो बोर्डरमा झन् डर भयो अनि हामी काठमाडौँको सरकारसित कुरा गरेको अनि जसो बोर्डरमा गएर हामीले स्ट्राइट गरौँ बोर्डरमा चेक गरौँ मान्छेले के भन्दा यतिकै चेक गरिदिएर गए पनि काठमाडौँ घर जाने बेला भएको थियो नि त घर जाने बेलामा उसलाई डर हुन्थ्यो कि मैले कोरोना लिएर जाने कि यो हुँ कि त्यो हुँ कि डर हुन्थ्यो उसलाई हामीले सिम्पल यति चेक गरेर ल तपाईँ ठिक हुनुहुन्छ भने चाहिँ ए ठिक छु रहेछ भने उसलाई कन्फिडेन्ट हुन्थ्यो कि अनि आनन्दले जान्थ्यो कि होइन जसलाई शङ्का लाग्थ्यो जसलाई चाहिँ ज्वरो थियो अलिअलि हामीलाई थाहा हुन्थ्यो नि त यताउता अनि त्यो भइसकेपछि हामी त्यसलाई रोकिदिन्थ्यौँ कि अनि 2 नम्बरी कालो बजार धेरै भइरहेको थियो नाकामा हामीले त्यो पनि हेर्थ्यौँ कि त्यतिखेर अनि हामी काठमाडौँ चाहिँ हामीलाई के भने भन्दा तिमीहरू त्यहाँ जा त्यहाँको स्थानीय गभर्मेन्टले सपोर्ट गर्छ भने हामीसँग थोरै पैसा थियो धेरै त सकिसकेका थियौँ हामीले मैले चाहिँ बिस्तारै त धेरै पैसाहरू बन्द गरिदिएँ कि अब अरूले पनि सिकाइदिउँ अरूहरूले गरेर हामी चाहिँ व्यापार नगर्ने हामी सेवा मात्र गर्ने भनेर हिँडेको थियौँ हामी अनि त्यो गर्दै जाँदाखेरि हामी चाहिँ त्यतिखेर अब हामी सुनौली नाकामा आउँछौँ भने हाम्रो टोली एउटा टोली रक्सोल नाकामा एउटा टोली रुपडिया नाकामा एउटा काकाबिता नाकामा हामी 23वटा नाका रहेछ 23वटा नाकामा बसेर हामी चेक गर्छौँ भन्यौँ सरकारले हामीले भनिदिइसक्यौँ मैले प्रदेशलाई आदेश दिइसक्यौँ प्रदेश सरकारमा जा प्रदेश सरकारले गरिदिन्छ भन्यो अनि यहाँ आयौँ बुटोल प्रदेश सरकारमा होइन मिलनचोकमा सामाजिक विकास मन्त्रालय के थियो त्यो एउटा मन्त्री थिए गुल्मीकी मान्छे एकजना
अनि हामीले कहाँ मान्छौँ त्यसले भनेर तँ को हामीलाई आदेश दिनु भन्छ फेरि होइन अनि के गर्ने हुन्छ नि त। अनि त्यसपछि फेरि अनि हामी सुनौली नाकामा गयौँ। अनि त्यहाँ धन्न एकजना गफबाट वीरेन दाईहरू अरू 2-4 जना दाईहरू चाहिँ त्यहाँ पनि उनीहरू पनि पीडित भएर छन् कि मान्छेहरू आएछ इन्डियाबाट अब चेक गर्ने केही पनि छैन त्यहाँनिर केही भएकै छैन। त्यो इन्डिया जाँदाखेरि चाहिँ एकदम स्ट्यान्डर्ड चेकिङ सब कुरा छ कि यताबाट उता जाँदा तर उताबाट यता आउँदा केही पनि छैन त्यहाँनिर। अनि यो बेहाल रहेछ भन्ने जस्तो भयो। हामी बस्थ्यौँ भनेर त्यहाँ आफैले पैसा म्यानेज गरेर होटल सोटल सबै कुरा म्यानेज गरेर एउटा दाइले बस्न पनि दिए होइन, उसले खाना दिए सबै कुरा गरेर अब हामी त्यहाँ शरणार्थी भएर बसियो। अहिले 1-2 जना संसद पनि भएन त्यही बसेका मध्ये होइन। अनि त्यो खुसी लाग्छ त्यो कुराहरू होइन। अनि त्यसपछि पछाडि चाहिँ त्यो सेवा गरियो सहयोग गरियो त्यहाँनिर। अनि लगभग 1-2 महिना बस्यो हामी त्यहाँ। अनि हामीले हरेक गाडीको नोटिस गर्थ्यौँ कि इन्डियाबाट के आउँदो रहेछ नेपालमा भनेर कि पुलिसले भन्दा कडा चेक हामीले गर्थ्यौँ कि त्यहाँ सब चेकहरू। अनि हामीलेसँग 3 महिनाको फुल डाटा खायो कि एक दिनमा 22 ट्रक जति चाहिँ खरानी आउँथ्यो कि नेपालमा। अहिले पनि आउँछ कि त्यो खरानी अनि सिमेन्ट फ्याक्ट्रीहरूमा परेको हुँदो रहेछ कि। अनि दुःख के लाग्थ्यो नि त कपिलवस्तुको तरकारी अराङ जिल्लाहरू फालिरहेको थियो, चितवनको तरकारी पोखरालाई फालिरहेको थियो, तर 42 ट्रक तरकारी एक दिनमा आउँथ्यो र नेपालको सबै जिल्लामा पुग्थ्यो कि त्यो तरकारी। त्यो कसैले रोक्थेन कि त्यहाँनिर। अनि हामीले चाहिँ के प्लानिङ गऱ्यौँ भन्दाखेरि चाहिँ अब के चाहिँ गर्ने त्यहाँ बोर्डरमा बसेर भन्दाखेरि पूर्वदेखि पश्चिमसम्म एउटा नरिवल रोप्दिउँ भन्ने प्लान गऱ्यौँ होइन। कोरोनामा 2019मा हामी 20तिर त्यतिखेर नरिवल रोप्यो भने के हुन्छ भन्दाखेरि 20 को उसमा होइन। अनि नरिवल रोप्दै जाँदाखेरि चाहिँ हामीले चाहिँ नरिवल त सानो हुन्छ थाहा पनि हुँदैन। पूर्वदेखि पश्चिमसम्म हामीले रोप्नु त्यस्तो गाह्रो पनि हुँदैन। पछि त नरिवल ठुलो भइसकेपछि बोर्डरभन्दा अलिकति 10 मिटर 20 मिटर यतातिर रोपौँ, आफ्नै ठाउँमा रोपौँ। त्यो रोप्दै भन्दा पछि ठुलो भएपछि त्यसमा तार हालिदिउँ भन्ने काँडे तार लाउनु मिल्यो होइन। पोलै गाड्नु परेन नि त, नरिवलकै बोटमा जोडेपछि भइहाल्यो। हाम्रो खास त्यो प्लान थियो होइन। अनि यो गर्नु पऱ्यो भनेर हामी गृह मन्त्रालय गयौँ होइन। अलिअलि सहयोग गरेर हामी पूर्वदेखि पश्चिमसम्म सब नरिवल रोपिदिन्छ कोरोनाको बेलामा, थाहा पनि हुँदैन, कसैले चेक गर्न पनि आउँदैन, कोहीलाई केही पनि हुँदैन। अनि त्यो पछि सानो हुन्छ, सानो बिरुवा त कसैलाई नोटिसै हुँदैन, तर हामी फेरि नरिवल भइहाल्छ। अनि कोकोनट बोर्डर बनाऊँ नेपालमा भनेर होइन। अनि हामी चाहिँ कोकोनट बोर्डर बनाउन भनेर हिँड्यौँ। अनि यति आपद भयो अनि लास्टमा यस्तो कुरा गरेको तँलाई उडाइन्छन् भन्न थाल्यो फेरि, बोर्डरमै सिधाइन्छन् भन्न थाल्यो। अनि अब त्यसपछि ठिकै छ भन्यो, अब त सकिएन, त गर्नै सकिएन होइन। अनि इभन भिजिट नेपाललाई हामीले तयारी गर्दाखेरि कि होइन अब सेकेन्ड कोरोनामा पनि हामी अब यहाँ बस्ने चेक लिएर यहाँ बुटोलमै हस्पिटलहरूमा डाक्टर थिएन, हामी चेक गऱ्यौँ, धेरै कुराहरू गऱ्यौँ। नेपाल सरकारले एउटा आइसोलेसन बनाउन 3 करोड खर्च गरेको थियो कि। अनि होटलमा बनाऊँ स्कुलमा बनाऊँ भन्दा नपत्याइदिने तिनीहरूले होइन। होटलले कहाँ मान्छ, स्कुलले कहाँ मान्छ भन्यो। अनि हामीले यसले प्याकेर होटल आफै बनाइदिउँ पहिला आइसोलेसन, यी मान्दो रहेछ यी मान्यो भनेर देखाइदिउँ। अनि उनीहरूले त्यो होटललाई गर्न थाल्यो कि स्कुलले कहाँ मान्छ। रत्नराज स्कुल हामीले आइसोलेसन बनायौँ त्यतिखेर। अनि बल्ल स्कुलमा मान्दो रहेछ भने अन्त स्कुलमा गरेको त्यतिखेर सुरुमा गर्दाखेरि होइन। अनि भिजिट नेपाललाई चाहिँ हाम्रो के प्लान त त्यो विदेशीहरूसँग मलाई कुरा गरेको थियो नि त। अनि यो ग्लोबल इन्टेलिजेन्सहरूको टिम थियो क्या एउटा होइन। उनीहरूकोमा वर्ल्डभरिको इन्टेलिजेन्सहरू थियो, उनीहरूसँग पृथ्वी बचाऊँ भन्ने योजना थियो। नाउ इट्स टाइम टु सेभ द प्लानेट भनेर के 3टा तरिकाले पृथ्वी बच्थ्यो कि। एउटा चाहिँ प्लान्टेसन, 1 व्यक्ति 3 बिरुवा, हरेक व्यक्तिले चाहिँ बिरुवा रोप्नुपर्ने। अर्को भनेको चाहिँ 4बाट मोर, एभ्री 4 इज अ रिसोर्स के। उनीहरूले चाहिँ के थियो भन्दा एउटा टेक्नोलोजी डेभलप गरेको थियो, कम्बाइन्ड टेक्नोलोजी के। प्लास्टिकबाट पेन निकाल्ने, इँटा निकाल्ने होइन, वेस्ट पेपरबाट चाहिँ अर्को पेपर निकाल्ने, अनि वेस्ट भन्न कुहिने कुराबाट मल निकाल्ने, अनि यसरी यो डायपरबाट के बिजुल निकाल्ने, पिसाबबाट अर्कै निकाल्ने, टोयलेटबाट अर्कै निकाल्ने, सबै कम्बोवाला थियो कि। अनि अर्को तरिका भनेको चाहिँ हरेक डेभलपमेन्ट सस्टेनेबल, यो 3टा कुरा भयो नि पृथ्वी बच्छ भन्ने कुरा भयो। तिनीहरू पृथ्वीको नक्सा बिचमा राखेर डिजाइन गरेर बस्थ्यो कि यिनीहरू। एकदम राम्रो थियो, ग्रिन स्टारको टिम थियो, युकेबाट अमेरिकाबाट सबै देशबाट टिम थियो। एकदम नेपालबाट हामी त्यही 7वटै महाद्वीप चढ्छु भन्ने दायरा हामी थियौँ कि। अनि हामी त्यही थियौँ। मैले यसो सोचेँ अब पृथ्वी त बच्छ यति भएपछि होइन, बच्छ पनि लगातार एउटा व्यक्तिले 3टा बिरुवा 10 वर्षमा रोप्यो भने यो देशको कार्बन जति पनि बाहा नि त्यो चाहिँ एब्जर्ब गर्न सकिन्छ कि। अर्को भनेको हरेक डेभलपमेन्ट सस्टेनेबल गऱ्यो भने चाहिँ अब त्यो भइहाल्यो। अर्को भनेको चाहिँ हामीले चाहिँ 4लाई चाहिँ रिसोर्स बनायो भने 4 भन्ने केही पनि छँदै छैन कि, अपसाइक्लिङ गर्नु मिल्छ नि त। अनि हामीले त्यो गर्छौँ भनेर हामीले एबिसीलाई चाहिँ 6 महिना लाएर मलाई यस्तो लामो कहानी छ कि हामी हरायौँ कि एक दिन चाहिँ एबिसीलाई 0 वेस्ट बनाउन हिँडेको मान्छे हामी। अनि जाँदै बाटोमा चाहिँ अब हामीसँग एउटा कुरे पनि थियो। अनि त्यही पृथ्वी बचाऊँ भन्दै हिँडेको थियौँ हामी। नेपालको एउटालाई चाहिँ 0 वेस्ट बनाउँ 2020मा, बाँकीलाई चाहिँ त्यसरी बनाउनु भन्ने थियो। त्यहाँ चाहिँ हामी जाँदाखेरि 3टा बोतल बोकेर जानुपर्ने कि, एउटामा खाएको फोहोर, एउटामा कागज, एउटामा चाहिँ यो पेपर, अनि एउटामा चाहिँ चुरोटको ठुटाहरू के राख्नुपर्ने। अनि त्यो खालको चाहिँ हाम्रो एउटा सिस्टम बनाएर चाहिँ त्यसलाई हामीले फोहोर कलेक्सन सेन्टरलाई स्रोत कलेक्सन सेन्टर एबिसीको चोमरोङमा हामीले बनाएको थियौँ कि त्यहाँ। अनि हामी त्यहाँ जाँदै चाहिँ राति 1-2 बज्यो। राति 1-2 बजी चाहिँ हामी नेक्स्ट स्टपमा जाउँला भनेको हराइयो बाटोमा। अब यता पनि केही छैन, यता पनि केही छैन, राति भइसक्यो, थाकिसकेको थियो।
अनि माथि यो अकबर बिरबलको कहानी जस्तो एउटा लाइट देखिएको डाँडोमा अनि यो घरमा जाउँ भनेर चाहिँ हामी त्यो घरमा गएर चाहिँ बसेको अनि बिहान 2-3 बजेतिर अनि त्यो घरमा पनि कोही हुनुहुँदैन रहेछ त्यहाँ एकजना बुवा हुनुहुन्छ उहाँले बास दिनुभयो अनि त्यसरी चाहिँ हामीले गरेर हामीले चाहिँ फेवाताललाई सफा गर्छौँ भनेर 24 दिनसम्म चिउरा र चाउचाउ मात्र खाएर हामी चाहिँ खास पहिला तिनीहरूसँग काम गऱ्यौँ पोखरालाई चाहिँ हामीले फेवाताललाई 3टा फेजमा चाहिँ क्लिन गर्ने पोखरा सिटी फर्स्टमा चाहिँ पोखरा वरिपरिको फेवाताल वरिपरिको हरेक घरमा गएर यो फोहोर भन्ने भ्रम हो यो छुट्टा राख्नु भनेर चाहिँ हामीले कुनै कुरा एकातिर नकुनै कुरा एकातिर राख्थ्यौँ अब म पनि डक्टर भइसकेको मान्छे यस्तो के काम गरेर होइन मलाई त्यो अनेक तरिकाले भन्नेले भन्थे त्यतिखेर नि होइन अनि हामीले चाहिँ कुनै जबसम्म यो फोहोरलाई हामीले सिग्रेट गरिँदैन तबसम्म हुँदैन भनेर हामीले गाउँमा घर घर गरेर सिकाउँथ्यौँ अनि बिस्तारै त्यो कुरेहरूको चाहिँ के भन्दा एटिच्युड बढी भयो क्या हामी सफा गर्छौँ पोखरा हामी सफा गर्छौँ यो चाहिँ यहाँ अनि के गर्ने भन्दा उनीहरूले चाहिँ जस्तो म त डक्टर म त बिरामीहरूको बाटोमा उपचार गर्ने अनि गरिबहरूलाई देखाउने पीडितहरूलाई देखाउने अनि फन्ड रेजिङ गर्ने अनि आफू चाहिँ रैला गर्ने खालको भयो कि तिनीहरू धेरै अनि हामी चाहिँ धेरै जान्ने जस्तो कुरा गरेँ साला तेरो देश सफा गर्न गएर आफ्नो देश हामी सफा गर्छौँ सिकिहालियो 2-4 महिना सङ्गत गऱ्यो धेरै कुरा सिकियो तिनीहरूसँग होइन त्यसै हामीले बगाइदियौँ तिनीहरूलाई त्यसै हामी नेपालीहरूलाई यति सोध्न गयौँ हामीले पोखरा उपमहानगरपालिका उद्योग वाणिज्य सङ्घ त्यहाँको टुरिज्म बोर्ड सबलाई रिक्वेस्ट गऱ्यौँ हामीले चाहिँ जिरो वेस्ट बनाउँछौँ पोखरालाई सहयोग गर भनेर हाम्रो त त्यहाँबाट त लगभग हामी 24 दिनसम्म हरेक घरमा हामीले प्रोजेक्ट सक्यौँ फर्स्टमा चाहिँ हामीले यो गाउँहरूमा एउटा फाल्न बन्द गर्ने माथिबाट फाल्न बन्द नगरे चाहिँ सफै हुँदैन सेकेन्डमा चाहिँ पोखरा सिटीबाट फाल्न बन्द गर्ने थर्डमा चाहिँ हाम्रो माइक्रो बबल र ब्याक्टेरियल 2टा टेक्नोलोजी थियो माइक्रो बबलले चाहिँ त्यो सफा हुन्थ्यो कि फेवाताल त्यहाँनिर हामीलाई भगाइदियो कि लहरदियो किन भन्दाखेरि त्यहाँ 460वटा 17वटा अर्गनाइजेसन रहेछ फेवाताल सफा गर्छौँ भन्नु पैसा खाने हरेक वर्ष अनि हामीले सफा गरिदिउँ भने त कामै हरायो तिनीहरूको अनि हामीलाई त्यहाँबाट अनेक गरेर पोखरामा बस्नै नदिनु बनाइदियो 2-4 दिनमा हामी फेवातालको किनारमा सुतेर हामीले 24 दिनसम्म त्यो प्रोजेक्ट चाहिँ हाम्रो भाग चाहिँ हामीले पुरा गरे हो कि त्यतिखेर हाम्रो धर्म चाहिँ हामीले निभाएको हो अनि त्यसपछि हामीले चाहिँ भिजिट नेपालमा चाहिँ हाम्रो खास एउटा प्रोजेक्ट लिएर गएको थियौँ होइन एउटा प्रोजेक्ट के लिएर गएको थियौँ भन्दाखेरि चाहिँ हामीले 3टा काम गर्छौँ नेपालको सबै 108वटा ठाउँहरू नेपाल सरकारले चाहिँ 100वटा ठाउँ तोकेको थियो 2019मा चाहिँ भिजिट नेपालमा प्रमोट गर्ने भनेर तर कसैलाई पनि थाहा थिएन त्यो कुन ठाउँ भनेर हामीले त्यो सबै ठाउँको स्टडी गरेर सबै ठाउँको रिपोर्ट निकालेर मसँग अहिले पनि प्रपोजल छ 8 ठाउँ तपाईँ 108वटा ठाउँलाई चाहिँ हामीले एक्सप्लोर गर्छौँ त्यसको हिस्ट्री खोज्छौँ त्यसलाई जिरो वेस्ट बनाउँछौँ होइन र अलिअलि त्यहाँ गरिब दुःखी पीडित छन् त्यहाँ सहयोग पनि गर्छौँ सेवा पनि गर्छौँ भनेर एउटा प्रपोजल ल्याएर योगेश भट्टराई पर्यटन मन्त्री हुँदाखेरि हामी धेरैचोटि धायौँ अनि लास्टमा चाहिँ त्यो प्रोजेक्ट अर्कै अर्गनाइजेसनलाई चाहिँ हामीलाई दिएन कि अनि हामीले के गर्यौँ भन्दा हामीले त यो गर्छौँ जसरी नै गर्छौँ हामी दार्चुलाबाट सुरु गर्छौँ भनेर चाहिँ दार्चुलाको ठाउँमा गएर हामीले शिविर गरेर सुरु गर्छौँ भने हामी दार्चुलाबाट टार्गेट गऱ्यौँ अनि दार्चुलाबाट हामी गर्छौँ भनेर जाँदाखेरि हामीले चाहिँ हामीसँग भिजिट नेपालको टी सर्ट बनाएको थियौँ चस्मा बनाएको थियौँ भिजिट नेपालको हामीले त्यो टी सर्ट र चस्मा बेचेर पनि गर्छौँ भनेर जाँदाखेरि हामीलाई त्यो के भन्छ दशरथ रङ्गशालामा प्रोग्राम थियो न्यु इयरको होइन भिजिट नेपाल सुरु हुने त्यो प्रोग्राममा धरि हामीलाई छिर्न दिएन क्या त्यहाँनिरबाट हामीले त्यहाँ गेटभित्र बाहिर बसेर चस्मा र टी सर्ट बेचेर अलिअलि पैसा जम्मा गरेर हामी चाहिँ दार्चुला गएर त्यहाँ सबै कुरा गरेर शिविर गरेर यताउता गरेर हामी त्यस धेरै कुराहरू छन् चाहिँ अब त्यसपछि पनि भनौँ न हामीलाई धेरै कुराहरू चाहिँ भोग्न पाइयो तर त्यस हामीले चाहिँ दार्चुला मात्रै गरेर हामीले 12,000 जनाको फ्री उपचार गऱ्यौँ हामीले त्यहाँको टुरिज्महरू हिस्ट्रीहरू सबै कुराहरू थाहा पायौँ हामीले सुदूरपश्चिमलाई चिन्न पायौँ धेरै कुराहरू हामीले त्यहाँनिर गऱ्यौँ पछि हामीले त्यसलाई चाहिँ अब सरकारकै सहयोग नभइसकेपछि हामीले अलिकति रोकिँदै गर्नु पर्यो अनि हामीले चाहिँ खास नेपालको मलको समस्या के छ भनेर हामीले हेर्दै गयौँ कि अब नेपालको रियल समस्या चाहिँ के हो भने हामीले चाहिँ खास भिजिट नेपाल 2020 गर्दाखेरि 2019बाट 2030सम्ममा नेपाललाई संसारकै खुसी र धनी देश बनाउन सकिन्छ भन्ने हाम्रो प्लान थियो क्या हाम्रो प्लान चाहिँ के थियो भन्दाखेरि हामीले चाहिँ एउटा स्पेसमा हामीले अलिकति यो उसमा काम गर्ने अलिकति जडीबुटीहरूमा काम गर्ने अलिकति चाहिँ हामीले यो प्लान्टेसनमा काम गर्ने अगरबत्ती रुद्राक्ष बोधिसत्व त्यो खालको बिरुवा रोप्ने अनि नेपालको फर्टिलाइजरहरू सबै आफै बनाउनु भन्थ्यो हामीले चाहिँ मल बनायौँ 2076मा होइन नेपालको आफ्नै हामीले ब्याक्टेरियल मल बनाएर हामी सक्सेस भयौँ कि अनि हामी सरकारमा यति धायौँ कि अब कुरै छोडिदिउँ त्यो मल बनाइसके पछाडि अनि हामीले चाहिँ त्यो मल हाम्रो इफेक्टिभ एकदमै इफेक्टिभ हामीलाई कतिवटा च्यालेन्ज थियो हामीले हरेक च्यालेन्ज हामीले पुरा गऱ्यौँ हाम्रो एकजना बुवा हुनुहुन्थ्यो होइन उहाँकै हो मेन हामीले चाहिँ पुस गर्ने काम गऱ्यौँ कि अनि त्यसभन्दा पछाडि चाहिँ हामीलाई अहिले पनि हाम्रो मल इन्डियामा बिक्छ बङ्गलादेशमा बिक्छ पाकिस्तानमा हाम्रो मल बिक्छ कि नेपालमा अहिलेसम्म हाम्रो लाइसेन्स देखाएन कि अहिले पनि देखाएन यो सरकार आएपछि दिन्छ होला अब बिस्तारै हामी जान्छौँ होइन अहिले त हामी त्यति जानु पनि भएको छैन होइन भन्न खोजेको चाहिँ एकदमै गाह्रो हसल्सहरू हर्डल्सहरू थियो तर हामी कहिले पनि हिम्मत हारेनौँ हिँड्ने मान्छे लड्छ भन्ने कुरा हामीलाई थाहा थियो होइन अनि अब नेपालमा एकदमै गाह्रो थियो पढ्न पनि गाह्रो त्यो म एमबिएसमा एकदम पढाइमा एकदमै राम्रो थिएँ भनौँ न जहिले पनि म फर्स्ट हुन्थेँ त्यहाँनिर यतिसम्म राम्रो कुराहरू थियो कि हामीले भनेको कुराहरू त्यो बुकमा अर्कै लेखायो नि त्यो कुरा हाम्रै कुरा राइट हुन्थ्यो कि अब धेरैजनालाई थाहा छ हाम्रो एमबिएस पढाउने टिचरलाई नि भन्नु होला अब ह्याप्पी स्टोरीहरू पनि छ जस्तो एक सर्जरीको टिचरले इक्जाम लिन आउनुभएको म तँलाई 5वटा क्वेसन सोध्छु सबै भनिन्छ भने चाहिँ म तँलाई 100मा 100 दिन्छु भन्नुभयो
मैले 5 वटै भनिदिएँ कि होइन। अनि जे होस् भनौँ न, अब कस्तो मैले नभन्नु पर्ने चाहिँ बेकार भने चाहिँ भन्नुभयो क्या। उहाँको मास्टर लेभलको मैले ब्याचलरमा भनिदिन्थेँ कि भन्न खोजेको। एकजना नाकान घाँटी एएनटीको इक्जाम लिन आउनुभएको, अब कसैले पनि राम्रो एन्सर भन्दा रहेन रहेछ कि। अनि टक्क मेरो पाला आयो, म गएँ। उहाँको चाहिँ केबिसी स्टाइलले एउटा क्वेसन सोध्छु, भनिन्छ नि 60, नभनिन्छ नि 40 फेल। सोध्नु सर, सिम्पल क्वेसनबाट सुरुवात के। त्यसै अर्को क्वेसन फेरि तैँले भनिन्छ नि 70, नभनिन्छ नि 50 होइन। अर्को क्वेसन भनिन्छ नि 80, नभनिन्छ नि फेरि 50 भन्नेवाला यस्तरी के। अनि बिस्तारै बिस्तारै अब 5-6वटा क्वेसन गर्दैछु, मैले त सब भनिदिएँ कि। अनि त्यसरी 90 पुग्यो मेरो होइन क्राइटेरिया। अगर इंडियन थे क्या, अगर तेरे को इससे ज़्यादा मार्क्स देने का मिलता था तो मैं देता था, मार्क्स देने का नहीं मिलता, लेकिन मेरे को तेरा अच्छा बहुत अच्छा लगा। अनि मैं तेरे को 3 अरब क्वेसन पूछता भनेर सोध्नुभयो। अनि मैले सबै भनिदिएँ कि। अनि मेरो प्रोफेसर साइडमा होइन, म ओभर एक्साइटेड, ओभर खुसी कि अब सबलाई सुनाउँदै हिँड्ने क्या अब त्यहाँनिर होइन। अनि उहाँले चाहिँ कभी कभी किचड में भी कमल फुल्थे वो तुम हो भनेर जानुभयो क्या। भन्न खोजेको गुड लाइनहरू धेरै कुराहरू छ। अरू धेरै एकदमै मेडिसिन भनेको हाम्रो मेन सब्जेक्ट सबभन्दा गाह्रो हो कि। एकजना इन्डियाको सर हुनुहुन्थ्यो, एकदमै नेपालभरि टेरर, उहाँको त्रिपाठी सर भन्ने बित्तिकै सब डराउनेवाला। अनि उहाँले चाहिँ क्लासमा आउनुहुन्थ्यो, अनि पढा भन्नुहुन्थ्यो केही पनि कुरा। अनि कसैले पढाउँथेन, म अगाडि जान्थेन, मलाई जे भने मैले पढाइदिन्थेँ। जेसुकै टपिक, जेसुकै टाउकोदेखि खुट्टासम्म जेसुकै भन्नुहोस् होइन। मैले सुरु भने सुरु अब यस्तोसम्म भएको थियो कि अब धेरै कुराहरू छ होइन, गुड कुराहरू पनि। अनि पछि अब डक्टर बन्नु पनि गाह्रो। डक्टर बनिसकेपछि काम गर्न यहीँ बुटोलमा म आएँ खास काम गर्न पहिला चाहिँ प्रादेशिकमा। यहाँ आउँदाखेरि चाहिँ एकजना अङ्कलले भनौँ न, एकजना नेताले चाहिँ मैले तँलाई दया गरेर जागिर लगाएँ। म फेरि जहिले फर्स्ट हुने, जहिले एक्स्ट्रा क्या, पढाइमा नि बोल्नुमा नि यताउता हरेक कुरामा म एक्स्ट्रै थिएँ। अनि त्यो भइसके पछाडि चाहिँ म यत्रो टपर, यत्रो दुःख गरेको, दिनरात मिहिनेत गरेको, यत्रो गरेको, अनि मलाई एउटा जागिर लगाइदिएन। बिचरा दया गरेर लगाइदिए जस्तो कुरा गरेको एकजनाले। तिम्रो जागिर तिमीले राख अङ्कल, म गएँ भनेर हिँडिदिएँ त्यसपछि। अनि त्यसपछि खास म सिंहदरबार बसेँ। त्यसपछि यो देश के साह्रो चाहिँ खत्तम भयो, किन खत्तम भयो भनेर होइन, के चाहिँ मिलेन। अनि म काठमाडौँ गएँ, अल्का हस्टेलमा काम गर्न गएँ होइन। अल्कामा काम गर्न जाँदाखेरि अल्कामा गएको काम गर्न, त्यहाँ एकजना अब त्यहाँको साहुहरू, यो देश के साह्रो चाहिँ खत्तम भयो, किन खत्तम भयो भनेर होइन, के चाहिँ मिलेन। अनि म काठमाडौँ गएँ, अल्का हस्टेलमा काम गर्न गएँ होइन। अल्कामा काम गर्न जाँदाखेरि अल्कामा गएको काम गर्न, त्यहाँ एकजना अब त्यहाँको साहुहरू हुनुहुन्थ्यो, नाम नभनौँ मैले बेकार होइन। अनि फेरि अब बोलाउनु भयो, इन्टरभ्यू भयो, अब जे सोधे नि भनिहालेँ, त्यो ठुलो कुरा पनि भएन। अनि लगभग मेरो एपोइन्टमेन्ट हुनुभयो। अब भोलिन्टियर घर सुरु माऱ्यो अब फेरि होइन। अनि मलाई अचम्म लाग्यो, साला यत्रो दुःख गरेछ, यत्रो लगानी, यत्रो पढाइ, यत्रो गरेछ, अब भोलिन्टियर म किन गर्ने होइन। अब तपाईँ फ्री गर्नुहोस् न त होइन, म भोलिन्टियर गरिदिन्छु। इमर्जेन्सी एउटा बिरामीको 10,000 लिनु तपाईँहरूले चाहिँ। अनि हामी डक्टरले चाहिँ भोलिन्टियर गर्नुपर्ने, मलाई झन् रिस उठ्यो त्यहाँबाट हुन्छ होइन। म भोलिन्टियरै गर्नु पऱ्यो, म हुम्ला जान्छु, दुम्ला जान्छु, दार्चुला जान्छु, म गाउँमा जान्छु, उही त भोलिन्टियर गर्छु, यहाँ किन गर्ने म यहाँ आएर फेरि भनेर मलाई झन् नराम्रो लाग्यो कि त्यहाँनिर होइन। त्यसपछि म झन् सिंहदरबार छिरेँ कि। त्यसपछि के चाहिँ मिलेन त यो देशमा, किन यस्तो भइरहेछ, किन साथीभाइ सबै विदेशतिरको तयारी गर्न थालेँ होइन, सबैतिर जान थालेँ। अनि मलाई त देश छोड्नु मन थिएन मलाई चाहिँ कुनै पनि हालतमा। अनि मैले सिंहदरबार गएर मन्त्रालयमा के हुँदो रहेछ भनेर बुझेँ कि। फेरि मेरो के सजिलो थियो भन्दाखेरि, के बेला पहिलो किडनी दिएको चाहिँ एउटा मेरो दाइको मेरो भाउजूको चाहिँ मम्मीले दिएको कि पहिला भन्नाले नजिकको कजिनवाला। अनि त्यो भएर चाहिँ मलाई त्यहाँ इजी एसेस भयो, हरेक मन्त्रालयमा इजी एसेस भयो। प्रधानमन्त्री नै भइसकेपछि केही पनि गाह्रो भएन कि मलाई। म बिहान जान्थेँ, मन्त्रालयमा जान्थेँ, को आउँछन् के गर्छन् यिनीहरूले भनेर हेर्थेँ मैले त्यहाँ बसेर दिनभरि होइन। अनि त्यहाँ राम्रो मान्छे पनि आउँथ्यो, तिनीहरूले कहिले चान्स पाएन कि। तर त्यहाँ 5वटा काम मात्र हुन्थ्यो कि, सरुवा, बढुवा, टेन्डर, कमिसन, नियुक्ति। मलाई यादै छ 99% काम पनि यति 5वटा हो कि। कसलाई कहाँ सरुवा गर्ने, कसलाई कहाँ बढुवा गर्ने, कहाँ नियुक्ति गर्ने, कहाँ भन्नु यो कमिसन कहाँबाट आउँछ र कुन कुन टेन्डर कसलाई दिने हिसाब किताब बाहेक त्यो मन्त्रालयमा अरू केही काम थुप्रो जात केही मैले हुने देखिनँ। राम्रो मान्छे आउँथ्यो, ओहो ठिक कुरा भन्ने, हामी जस्तै पठाइदिने कि। त्यसपछि इभन यो पानी चलेको गाडीकै कुरा गरौँ न, पानीले चलाउने गाडी हामी बुटोलमै हामी शिवरात्रिमै सक्सेस गऱ्यौँ, हामीले मोटर चलायौँ होइन। आधी पानी आधी पेट्रोलले हामीले धेरै गाडी चलाएको कि सर नेपालमा होइन। मेरै बाइक पनि पहिला हो, भाइले पनि चलायो होइन। अनि फेरि हामीले गाडी पनि चलायौँ, हामीले आर्मीको गाडी चलायौँ, राजेन्द्र खड्गको गाडी चलायौँ, विश्वराज पोखरेल अहिलेको जुन के संसद वाहन, उनी आइजिपी के अरे एआइजी हुँदाखेरि उनको गाडी चलायौँ होइन। अब यो कटुवाल गाडी, दुनियाँ गाडी चलायौँ फ्रीमा। त्यही गाडीमा चलाउँदै हाम्रो लगभग एउटा घर गयो होइन। हामी साथीको एउटा घर थियो, त्यो लगभग त्यो किस्तामा त्यो ब्याङ्कमा गइसक्यो। अब त्यो लोन लिएर बनाएको। अब बिस्तारै अब हामीले चाहिँ 10 करोड दियो भने चाहिँ हामीले चाहिँ नेपालभरि गाडीमा जे होस् हामीले आधी पेट्रोल चाहिँ कम गरिदिन्छ भन्ने प्लान थियो क्या हाम्रो। अनि तर हामीलाई यति ठाउँमा घुमेँ अन्तिममा के भन्यो भन्दाखेरि चाहिँ अझै हामीले त अर्थमन्त्री चिनेको
हाम्रै क्षेत्रको अर्थमन्त्री हामीले भोट दिएर पहिला जिताएको होइन। अनि उहाँ जाँदाखेरि चाहिँ अनि उहाँले फोन गरिदिनु ट्याक्क लाएर मधुसूदनजी अब उहाँ मेरो भाइहरू हुन् गरिदिइहाल्नु पर्यो काम भन्छ। ओहो अर्थमन्त्रीले भनेपछि त पैसा दिनु भइहाल्यो नि जस्तो लाग्यो हामीलाई होइन। अनि त्यसो हामीले यति ठाउँमा घुमायो कि अहिले पनि सम्झाएर अनि अन्तिममा हामीलाई के भन्यो भन्दाखेरि तपाईँहरूले हामीले जापानमा मिलाइदिएछौँ टोयोटा कम्पनीमा जानुहोस् भन्छ। फेरि अब जापानै जानु थियो त हामी किन यहाँ यत्रो गरिदिउँ त नि अनि सिधै जापान गइहाल्थ्यौँ नि हामी भनेर। अनि अहिले पनि हामी त हुन्छ नि त होइन यस्तो धेरै प्रश्न छ कि अब के कुरा गर्ने यो कुराहरूमा होइन। अब इभन भनौँ न अब कोभिडमा बेलामा बेडहरू मिलाउन हस्पिटल मिलाउन एकदमै गाह्रो हुन्थ्यो। त्यतिखेर पनि हामीले धेरै कुराहरू भयो। अनि यति दुःख हुँदै पनि फेरि एमडीको पढ्नुपर्ने एकदम चाहना थियो, घरको चाहना मेरो चाहना। पढेन बिग्रियो छोरो अब कहाँ हिँड्यौ के हिँड्यौ यो फोहोर बटुल्न लायो यत्रो पठाएर डक्टर पठाएर भनेर फेरि अब घरमा आएर दिन 10जनाले दिनमा सुनाउने अब फेरि होइन। आफू त ढुक्क छ, आफूलाई त चिन्ता छैन, देशको चिन्ता छ, यताउता गरौँ भन्ने छ। अब घरका लागि भयो भने यसो इक्जाम दिनुपर्ने भयो इन्ट्रान्स फेरि होइन। अब एमडीको इन्ट्रान्स दिनुपर्ने भयो अनि गएर दिएको फेरि नाम पनि निस्किहाल्यो फेरि अब हुन्छ नि। अब फेरि केटाहरूले दिनरात पढेँ नाम निस्किहाल्नु बसेको। अब मैले केही नपढेको स्कलरसिपमा 22 नम्बरमा 7000 डक्टर मेरो नाम निस्क्यो फेरि। अब मैले फेरि इक्जाम पनि दिएको होइन कि ननिस्केको चाहिँ किन त मलाई 1 वर्ष अझै यो देशलाई केही गरौँ भन्ने चाहिँ थियो। अब नाम पनि निस्कियो फेरि अब पढ्नु मन लाग्यो, कलेज पढ्नु मन लाग्यो, सब पाइयो, फन्ड पैसा पनि लागेन केही लागेन। कसैले फेरि दिनरात मिहिनेत गरेर पनि भइरहेन भनिसकेपछि अब टिचिङमा छिरिसकेपछि नि फेरि कोभिड सेकेन्डको बेला थियो हाम्रो एकदम थियो। त्यहाँ फेरि एकदम बढी राजनीति हुने के हुने मलाई त्यहाँको हालत हेरेर झन् फ्रस्ट्रेट बनेँ कि म। खास टिचिङ त नेपालको सबभन्दा मेन हस्पिटल हो नि त। कुनै पनि डक्टरको लागि ड्रिम हुन्छ क्या टु इन्टर द टिचिङ हस्पिटल आइएम छिरौँ भन्ने एभ्री डक्टरहरूको इट्स ड्रिम के नेपालको लागि। हामी जस्तोलाई झन् बढी के। इभन मलाई युएसमा अरू देशमा बोलाउँदा पनि मलाई के भन्थ्यो भन्दाखेरि त्यहाँ आइज भन्थेँ म चाहिँ यो ओल्ड डक्टर एसोसिएसनको पनि म थिएँ अनि डक्टर विदाउट बोर्डरको पनि म मेम्बर थिएँ कि। अनि उनीहरूले चाहिँ मलाई बोलाउँदा नेपालीहरू चिनेको थियो मैले सिनियरहरू। मलाई एकजना डक्टरले चाहिँ अमेरिका आइज नि त नाम निकालिहाल्छ त जहिले टपर एकदम ट्यालेन्ट मान्छे भनेर मलाई दाइले उतै बोलाएर आउँथेँ। अनि मैले सरलाई म के भनेको थिएँ भन्दाखेरि सर म संसारको सबभन्दा राम्रो देशमा पढ्छु भनेको सर तपाईँको देश दोस्रो राम्रो चाहिँ पछि आउँछ म टिचिङ छिराएको कि होइन। अनि सबभन्दा राम्रो देश मलाई आफ्नै देश लाग्थ्यो, योभन्दा राम्रो म देशै देखाएको थिएन दुनियाँमा कुनै होइन। तर त्यहाँ छिर्ने बित्तिकै त्यहाँनिरको इमर्जेन्सी हेरेँ बिरामीहरू मरिरहन् होइन। भन्न खोजेको चाहिँ बेड छैन केही पनि छैन। एउटा अपरेसन गर्न आउँछ 1.5 वर्ष कुर्नु परिरहेछ। अब कोभिड आउँछ यहाँ नेता मन्त्री यताउता जो बिरामी भयो नि त्यही जानु फेरि होइन। अनि सबै कुरा हेरेँ अनि त्यहाँनिरको सबै कुरा हेरेँ अनि मलाई एउटा कुरा चाहिँ यो फोहोरबाट मोरवाला कुराले नि पिन्च गरिरहेको थियो कि। अनि फोहोरबाट मोरले कुराले पिन्च गर्दाखेरि चाहिँ मलाई के लागेको थियो भन्दाखेरि चाहिँ हाम्रो काठमाडौँको मेयरलाई पनि हामीले धेरै गरे हो कि। मलाई हामीले इरान यो बाहिरतिरकोदेखि लिएर त्यतिखेर विद्यासुन्दर हुँदाखेरि हामीले फोहोरबाट मोर बनाऊँ भनेर यता पहिला सुरु पशुपति ल्याएर बौद्धलाई बनाऊँ स्वयम्भूलाई बनाऊँ भनेर त्यतिलाई ट्राई गर्दा पनि एकदम राम्रो नभइसकेपछि एक दिन चाहिँ एकदम धेरै मलाई त पीडा हुन्थ्यो क्या। त मान्छेको मेरो कामै पीडा सुन्ने फेरि टिचिङमा बसेर मनको डक्टर भइसकेपछि मनका पीडा बिहानदेखि साँझसम्म पीडा मात्रै सुन्नुपर्ने। सबैको पीडा सुन्दा पीडै कहिलेकाहीँ बल्झिन्थ्यो कि भित्रैदेखि आगो निस्किन्थ्यो कि। अब एउटा हुन्छ दाइ म जागिर पाएन मलाई एकदम मर्नु मन लाग्छ भन्छ। अर्कोले चाहिँ अब दाइ मेरो अब विदेश जान खोजेको भिजा आएन दाइ मुटु ढुकढुक हुन्छ निद्रा लाग्दैन रातभरि टाउको दुख्छ भन्छ। फेरि अर्को आउँछ मेरो छोरा एउटा लन्डनमा छ एउटा अस्ट्रेलियामा छ एउटा क्यानाडामा छ मलाई मर्ने दबाई दिनुहोस् मलाई बाँच्नु मन लागेन भन्छ। अनि यस्तै खालको कुराहरू बढी भइसके पछाडि चाहिँ अनि एकदम बढी पनि हुन्थ्यो आफैलाई पनि एकदम बढी नराम्रो लाग्थ्यो। अनि अब त्यही बेलामा चाहिँ एउटा साथी थियो होइन अब बालन शाह भन्ने हाम्रो पुरानो चिनेकै मान्छे। अनि उहाँले चाहिँ अब उहाँ नै भनौँ महिलाई अनि हामी चाहिँ बसेर चाहिँ अब के भन्दाखेरि उहाँ चाहिँ मेयर बन्छु भन्ने आइसके पछाडि हामी यस्तो सल्लाह गर्दा अब को भन्ने यो मेयर फेरौँ भन्ने कुरा भयो सुरुमा। फेरौँ न त ल भन्ने भयो अनि फेरौँ न त भन्ने भइसकेपछि हामी त्यसको प्लानिङ गऱ्यौँ त्यसको स्ट्राटेजी गऱ्यौँ। स्ट्राटेजी बनाइसके पछाडि चाहिँ मलाई चाहिँ अनि सुरुमा चाहिँ हामी राम्रै भइरहेको थियो 2-3वटा मोमेन्ट म ड्युटी गर्थेँ ड्युटी सकेर आउँथेँ क्याम्पेनमा। तर के भयो भन्दाखेरि बिस्तारै क्याम्पेन अलिकति प्रेसर हुँदाखेरि मान्छे ल्याउन अलिक गाह्रो भयो कि। अनि मलाई चाहिँ फेरि मान्छे कहाँबाट ल्याउने कसरी ल्याउने थाहा थियो। अनि त्यो भइसके पछाडि चाहिँ अब मैले चाहिँ कलेजमा बिदा दिनुहोस् सर म अब 6 महिनासम्म हस्पिटल आउँदिनँ भनेर मैले मेरो साथी चुनावमा उठेछ उसलाई जिताउन जान्छु भने मैले कलेजबाट बिदा लिएर म हिँडिदिएँ साथीलाई चुनावमा जिताउनु भनेर। अनि त्यतिखेर पनि धेरै दुःखहरू छ। हामी उसको दिनभरि क्याम्पेनमा हुन्थ्यौँ हामी अफिसमा बस्थ्यौँ लेख्ने कुराहरू लेख्थ्यौँ यता वडा 32वटा वडा टिमहरू बनाउनु परेको थियो वडा कोअर्डिनेटर बनाउनु परेको थियो प्रत्येक वडाको अपडेटहरू लिनु परेको थियो मिडियामा यताउता स्ट्राटेजीहरू सबै कुरा बनाउनु परेको थियो। अनि एक दिन चाहिँ हामी राति 12 बजे छ कि त्यहाँ बनाउँदा राति 12 बजे ट्याक्सी पनि पाएन हामी माराथनसम्म हिँड्दै पनि आएको छौँ कि बानेश्वरबाट कि अफिसबाट होइन। अनि साथीलाई जिताउनु पऱ्यो भनेर हामी यतिसम्म प्लानिङ गरेको थियौँ कि यति साथीले जित्ला जस्तो भएन भने घाइते बनाएर भए पनि या हाम्रो प्लानिङ सिक्रेट प्लानिङ 27 गतेसम्म प्रचार गर्न पाइन्थ्यो 30 गते चुनाव थियो।
27 गते चाहिँ यति जित्ला जस्तो भएन भने धकाल दिएर भने उसलाई घाइते बनाएर भए पनि हस्पिटल लगेर भने प्रेफर बालेन भन्नु भयो भने जिताउने भन्ने तोसम्मको हाम्रो प्लानिङहरू गरेको थियौँ क्या हामीले। अनि जो जितिन्छ भन्ने पनि भयो, जिताइन्छ भन्ने पनि भयो। त्यसपछि उसका लागि धेरै नै गरियो भनौँ न जिताउनका लागि। अब हामी पनि थियौँ टिममा, अनि स्ट्राटेजिक टिममै थियौँ, हामी सँगै नै हिँड्थ्यौँ। अहिलेका प्रधानमन्त्रीज्यू, मुख्य सल्लाहकारज्यू, हामी जो मसँग टन्नै फोटो भिडियो हुन्छन्, सबै कुरा छन् होइन। अनि जो रमाइलो लाग्थ्यो मलाई त्यो कुराहरूमा। अनि अब एउटा कुरा के फिल भन्दा अब काठमाडौँ त बन्ला अलिकति, तर देश त बन्दैन न। म बुटोलमा आएर फेरि उठ्यो, अनि बुटोलमा आएर उठिसके पछाडि पनि फेरि अब यहाँ एकदम राम्रो भयो। साथीहरू थिए, भाइहरू थिए, मैले चाहिँ उता शिविर गरेँ होइन, मन्दिरमा 1 महिनासम्म मन्दिरमै शिविर गर्दाखेरि यहाँको मान्छेहरू त मन्दिरमा सबै आउने। त्यो आइसकेपछि पहिलेदेखि समाजसेवी, पहिलेदेखि अब हाम्रो एनबिआर एकदम राम्रो, पहिलेदेखि बिबिसीहरूमा सबैमा डकुमेन्ट्री नै आइसक्यो, के अनेक गरिसक्यो। मेरो एकदमै राम्रो भयो कि विष्णु बडुलसँग एन्टी थिएँ म। अनि मलाई त यो त्यक्रम विक्रम केही पनि थाहा थिएन यो कुराहरू। हामी सिधा इमान्दार देश बनाउने, अझ मेरो मुख्य उद्देश्य छैन कि पृथ्वी बचाऊँ भन्ने आएको थियो नि त। म चाहिँ पृथ्वी स्वर्ग बनाऊँ भन्ने थियो कि। ग्रिन हेभन मेरो प्रोजेक्ट थियो। नेपाललाई चाहिँ 8 वर्षमा स्वर्ग बनाउँछु, 10 वर्षमा, त्यसै पृथ्वी स्वर्ग बनाउँछु 20 वर्ष भन्ने प्लान थियो। अहिले 3-4 वर्ष भयो, अब चाहिँ 7 वर्ष भएको छ नेपाललाई, पृथ्वी चाहिँ 17 वर्ष भएको छ अहिले चाहिँ फेरि होइन। अनि बिस्तारै बिस्तारै हामी त्यो खालको प्लानिङहरू गर्दाखेरि, अनि त्यो गर्दै जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि बुटोलमा आइसकेपछि एकदमै राम्रो भयो, एकदम दामी भयो। जहाँ पनि धेरै माया, जहाँ पनि नेपालभरि हिट भयो, यताउता धेरै भयो होइन। अनि एक दिन चाहिँ अब चुनावको उम्मेदवारीको दिन थियो, एउटा हाम्रो बुटोलहरूले पोल गरेको थियो कि। त्यो 7,000 भोट दिँदा 63,000 मलाई, 300 विष्णु बडुललाई दिएर रहेछन् कि त्यतिखेर कि। अनि त्यही दिन चुनावको अलिकति उम्मेदवार दर्ता गर्ने बेलामा, अनि त्यही दिन मैले अब उम्मेदवार दर्ता गरेँ, 10,000 रुपियाँ तिरेँ, के गर्नुपर्ने साक्षी यताउता गरेर ल्याएर हेरेर गरियो। अनि गरेर आइसकेपछि घर गएँ, घर गएर हेरेर अनि त्यो निर्वाचन अधिकारीले फोन गरे गर्छ, तपाईँले जित्नुहुन्छ भन्छ। जितिहाल्छु नि, किन नजित्ने, अब ढुक्कै जितिन्छ नि, यत्रो धेरै माया पाइएछ, चान्सै भएन भने। अनि सरी तपाईँको केही छ कि भने, मेरो केही छैन, ढुक्क आनन्द छ, शान्त छ भने। अनि सरी राति 12-11 बजीतिर तपाईँको विरुद्ध उजुरी पऱ्यो भन्छ। फेरि अब के को उजुरी पऱ्यो होइन, कहाँको उजुरी पऱ्यो। अब 12 बजीतिर मेरो उम्मेदवारी खारेज गरिदियो कि यिनीहरूले कि राति के। अनि मैले फोन गरेर बात त थाहा हो नि, बिहान फोन गरेँ। अनि के भयो, किन खारेज भने अयोग्य भइसक्यो। अयोग्यमा चाहिँ कसरी अयोग्य भयो भनेको होइन, स्कुल लिस्टमा नाम निकालेको मान्छे अयोग्य रे। अब फेरि नाम निकालेर अयोग्य हुन्छ कि योग्य हुन्छ होइन भनेर भन्यो फेरि मैले। अनि सरकारी के भन्यो। अनि अब सेटिङ रहेछ यिनीहरूको, खास पहिल्यै प्लानिङ रहेछ। मलाई अब त्यो बजेन। अनि म फेरि सर्वोच्चमा लड्न जान्छ भनेर गएँ। अनि सर्वोच्चमा गएको, अनि सर्वोच्चमा पनि के भन्यो भन्दाखेरि यहाँ सर्वदलीय नै निर्णय हो, तँलाई यदि जित्नु मन छ भने एकचोटि कि सेरेसँग जा कि पर्सनल जा, विष्णु लगाएर भन्, त्यहाँबाट पाइस भने पनि हुन्छ, नभए एमबिसीमा जा, त्यहाँबाट भन्यो भने नि हुन्छ भन्यो। मरि गएँ, जाँदिनँ, यस्तो दिन जाँदिनँ, त्यस्तो दिन जाँदिनँ, यता पनि जाँदिनँ, भए हुन्छ नभए हुँदैन भनेर लडेँ सर्वोच्चमा। अब बस पनि के गर्छ अनि माथिको डक्टर मान्छे कहाँ नेता भएर हुन्छ, कसले बिरामी हेर्छ भन्छ फेरि। अब फेरि मलाई बोल्न पनि दिएन, सोद्धा पनि सोधेन, हराइदिएछु मुद्दा। अब त्यहाँ बेकार 5-10 लाख सकिए मुद्दै लड्दै पनि। अनि त्यतिखेर त्यस्तै भयो भनौँ न। त्यही पनि के भयो भन्दाखेरि चाहिँ हिम्मत थियो, आत्मबल थियो, आत्मविश्वास थियो। जे बाचाहरू गरेको थियो यो ठाउँमा आइयो, लडियो, त्यो कुराहरू अलिअलि पुरा गरियो होला, कुनै कुरा गरिएन होला। त्यही पनि अब सन्दीप लामिछानेकै केसमा पनि अब उसलाई पनि अलिकति गाह्रो परेको थियो। त्यतिखेर पनि म पहिलोचोटि जेल परेको होइन, आन्दोलन। त्यसपछि चाहिँ म के भन्दा म विद्रोही भइयो। अब त्यसपछि फेरि महावीरपुनको आन्दोलन, कुलमान घिसिङको आन्दोलन, किसानको आन्दोलन, डक्टरको आन्दोलन, जेसुकै आन्दोलन होस्, हामीहरू कमान्ड भइहाल्थ्यो त्यहाँनिर। हामी चाहिँ योद्धा भएर निस्कियो। त्यसपछि माइती गएर लगभग 5 वर्षमा हामीले सम्हालियो भन्ने नि हुन्छ होइन। लगभग जे भयो नि हामी त्यहाँ पुगिन्थ्यो। हामी चाहिँ जसको लागि पनि लडिन्थ्यो कि, सहकारी पीडित, लघुवित्त पीडित, मिटर ब्याज पीडित, जो किसानको लागि पनि 10 दिनसम्म भोगे अनसन बसियो। अनि यो हेलिकप्टर हेली एम्बुलेन्स लिएर भनेर पनि पूर्वदेश 7वटै प्रदेशमा त्यसको लागि पनि बसियो। अनि अब हरेक आन्दोलनमा हामीले चाहिँ जनताको आवाज भएर हामी बोलियो। बोल्दै गर्दाखेरि सन्दीप लामिछाने केसमा पनि जेल पऱ्यो। जेल परिसकेपछि अब अलिकति कन्फ्लिक्टहरू पनि भयो त्यहाँनिर। एक दिन बस्यो, अब निस्कियो। अब त्यसभन्दा पछाडिको भनौँ न त, अब एक दिन होइन, अब ठुलो कुरा थिएन छन चाहिँ। अब पोखरा गएको थिएँ, अनि खास रविदालाई भेट्न गएको थिएँ म। अनि त्यो पनि वान अफ द कुरा छ कि होइन। अनि अब सिम्पल कुरा थियो। अब त्यहाँनिर अब जान्छु भन्दाखेरि पहिला सुरु अब एकछिन टाइम लाग्छ जस्तो कुराहरू। सुत्नु भएको छ भने सुत्नु भएको छ नि, ठिकै छ नि त, हेरौँ न त भनेर त्यो अनुसारले मैले फेरि चिनेको थिएँ पुलिसको ठुला बडाहरू। म फोन गरेँ, अनि त्यहाँको च्यापल लिन आएँ, चेक केही गरेन, भित्र गएँ। भित्र गएर म सिसी क्यामेराको मात्र एउटा फोटो खिचेको थिएँ। अब त्यो फोटो खिचेपछि केही पनि भएन। त्यो दिन अब आएँ अरे होइन, बसेँ 2-4 दिन, 1 हप्ता बित्यो, केही पनि छैन। अब मैले एउटा साथीलाई त फोटो पठाएको थिएँ, त्यसले न्युजमा हालेर रहेछ अब होइन। अनि यसरी अब त्यो 1-2 हप्तासम्म त्यो केही पनि भएन। मैले पनि एउटा राखेको थिएँ चितवनकोमा चाहिँ प्रोग्राममा, के भन्दा रविलाई निकाल्ने प्रोग्राम थियो।
अब आन्दोलनमा कमान्डर थिएन, लिड लिने मान्छे थिएन। हामीलाई एक्सपिरियन्स थियो, हामी चाहिँ थियौँ। मैले चाहिँ केटाहरूलाई तिमीहरू पोखरा गएर म चितवनको आन्दोलन गर्छु भनेको थिएँ, म चितवनको लिड लिन्छु भन्थेँ। त्यो आन्दोलन बोलाउने दिनमा मैले त्यो फोटो पनि अलिकति राखिदिएको थिएँ। त्यतिखेरसम्म पनि केही भएको थिएन, 2-4 दिन बित्यो, केही पनि भएन। एक दिन अब राति हामी पार्टी गर्न गएको थियौँ डाँडामा बसेर, एकदम आनन्दले। एउटा बर्थडे थियो, बर्थडे सड्डे मनाएर थाहै भएन। राति त अब रातभरि फोन आएको रहेछ, थाहा भएन मलाई। अनि बिहान जुरुको उठ्छु त यत्रो तत्र त्यही फोटो मात्रै देख्छु फेरि, रवि दाइको त्यो वाला फोटो क्या अब, होइन। अनि हुन्छ नि, अब त्यो दिन पनि यस्तो सिचुएसन भइदियो कि अब पुलिसले खोजिरहेको अरे। अब फेरि म फेरि अब पुलिसले किन, म फेरि ड्युटी जानुपर्ने मान्छे। अनि होइन, बिहान उठेर मैले हस्टेलमा फोन गरेँ, सर म आज आउँदिनँ, आज मेरो यो टेन्सन पऱ्यो अलिअलि, आज अब मलाई माफ गरिदिनु सर भनेको। पुलिस फेरि हस्टेल खोल्न गएछ। अनि यस्तो तनाव भयो, यस्तो तनाव भयो। अनि त्यतिखेर मैले एउटा सिक्रेट भन्छु ल, अनि मैले चाहिँ यो पुलिसहरू नेपाल कति खतरा रहेछ त, कतिको भाग्न सकिँदो रहेछ त यिनीहरूसँग पहिला। अहिले त ठुलो कुरा केही गरेर होइन। अनि एक दिन भाग्दिउँ भन्ने सोचेँ मैले फेरि। अब कतिसम्म चाहिँ लुक्न सकिँदो रहेछ नेपाली पुलिस चाहिँ, कतिसम्म भाग्न सकिँदो रहेछ हेरिदिउँ भनेर। अनि मैले गोठालो फार्म हाउस भनेर हामी त्यहाँ बसिरहेको थियौँ। त्यसै हामी भाग्यौँ। अनि खास हामीले अन्डरस्टिमेट गरेको होइन, नेपाली पुलिस इज भेरी गुड, दे आर डुइङ ग्रेट, होइन। त्यसै हामी गएर अनि चाहिँ माथि तारेभिर भन्ने जङ्गलमा गएर बसिरहेको थियौँ। अनि पुलिसहरू लगभग हाम्रो कुराहरू तिनीहरू ट्र्याक गरिरहेको थियो, वाइल्ड धेरै खोजिरहेको थियो। गृहमन्त्रीको ठाडो आदेश थियो यसलाई पक्रियो भनेर। अनि यसरी त्यहाँबाट अब म भागेर तारेभिरमा थिएँ। तारेभिरमा म बिचमा थियौँ, हामी 2 जना थियौँ, यहाँ बुटलको दाइ र म एकजना, होइन। अनि दाइ र म थियौँ। अनि पुलिसले चारैतिरबाट घेरे हामीलाई। हामी भाग्दिउँ बिचबाट फेरि, अब हुन्छ नि। अनि भागेरहरू हामी कलङ्की आयौँ, कलङ्की आएर बसबाट बुटोल आयौँ हामी। अनि बुटोल आएर पनि फेरि सबतिर खोजिरहेको छ। अनि यहाँबाट पनि भाग्दिउँ हामी, फेरि इन्डिया गयौँ, होइन। यताउता गरेर हामी त्यहाँ पनि पुग्यौँ, होइन। भनिसके पछाडि अब जाने भाग्न एउटा इन्डिया गएको फेरि यसलाई के भन्यो भन्दाखेरि, म तँलाई अब तेरो आजदेखि नाम चेन्ज अर्कै, त अब युरोप जान्छ, इन्डियाको पासपोर्ट नागरिकता हुन्छ भन्छ फेरि। अब मैले त्यस्तो ठुलो काम केही गल्ती गरेँ होइन, म आफ्नै देश जान्छु। मैले चाहिँ पुलिसलाई के भनेको भन्दाखेरि, मलाई खोज्न खर्च नगर तिमीहरू, म सोमबार बिहान 10 बजे म पोखरै आइपुग्छु, तिमीहरूकै पुलिस स्टेसन आइपुग्छु। अहिले चाहिँ मैले जस्ट प्र्याक्टिस गरेको कि कतिको हुँदो रहेछ भनेर। अनि त्यसपछि फेरि इन्डिया गएँ, अनि फर्केर आइयो फेरि त्यहाँबाट। फर्केर आएर फेरि काठमाडौँ गइयो। अनि सुरुमा म जुन ठाउँमा थिएँ पुलिसले मलाई जहाँ खोजिरहेको थियो नि त, म त्यहाँ गएर अनि पुलिसले पनि मलाई भन्दा तँलाई 24 घन्टाभित्र हामीले छुट्याउँछ भनेर उनीहरूले गरेर सबै कुराहरू गरेर, अनि ल त्यसो भए मैले चाहिँ त्यहाँ गएर ल लिन आइज नि त भनेर आफै फोन गरेको फेरि। अनि आएँ गइयो पुलिस स्टेसन। अनि गइसके पछाडि चाहिँ फेरि अब त्यहाँनिरबाट जे होस् भनौँ न, अब ठुलो केस पनि थिएन। अब फोटो खिचेको होस्, हो मैले खिचेको हो, अझै पनि छ मेरो मोबाइलमा त्यो फोटो, होइन। त्यो पनि एउटा अब ठुलै त्यस नेपालमा ठुलो बनाइदिए, ठुलो कुरा त केही थिएन, सामान्य कुरा थियो। अब मैले आफैले गल्ती स्वीकार पनि गरेँ, त्यतिखेर केही पनि थिएन। तर त्यसमा अब कहीँ नेपालमा त्यस्तै त होइन। अनि त्यसपछि यो जेनजी भयो, जेनजी विद्रोहमा पनि हाम्रो एकदम वान अफ द मेजर रोल थियो। हामी सरकार बनाउँदादेखि प्रधान सेनापतिसँग मिटिङदेखि राष्ट्रपतिलाई त्यहाँ ल्याउनेदेखि लिएर, आन्दोलन गर्नेदेखि लिएर, घाइतेहरूको उद्धारदेखि लिएर, शहीदहरूको समापनदेखि लिएर एभ्री प्रोग्राम चाहिँ हामी थियौँ, हामीले मिलेर गरेको थियौँ। हाम्रै टिमहरू थियो सबै कुराहरू। अब मन्त्रालयमा पनि नआएको होइन, अलिअलि अपरहरू यताउता आएको थियो। तर मलाई त के हुन्छ जस्तै फिल भएन कि त्यतिखेर। अनि छोडिदिएँ, म ठिकै छ भन्ने भयो। अनि त्यसपछि मलाई यो सरकारको चित्त बुझेन, म एकदम विद्रोही भएर पनि निस्केँ। अब निस्किँदै गर्दाखेरि अब प्रधानमन्त्रीदेखि उसम्म कराइयो, गरियो, होइन। अनि यसरी झगडा गरियो, झगडा गर्दाखेरि अब कहिलेकाहीँ थर्काइयो पनि, उडाइन्छ पड्काइन्छ पनि भनियो। अनि भनिसके पछाडि अब त्यतिखेर पनि म एक दिन चाहिँ फेरि खास के भन्दाखेरि यस्तो अवस्था भइदियो कि एक दिन चाहिँ मैले के गरेँ भन्दाखेरि, यो केपिएलले रमेश लेखेकोलाई चाहिँ म घरै गएर थुतेर कारबाही गरिदिन्छु, नेपाल पुलिसले सक्दैन भने हामीलाई जिम्मा दियो भनेर भन्थेँ। अब फेरि यत्तिकै, होइन। अनि भनिसकेपछि मसँग हुन त केटाहरू थियो, अलिअलि 2-4 जना थिए, तर धेरै त थिएनन् मसित त्यति धेरै। अनि मैले चाहिँ के गरेँ भन्दा 16 गते सबजना आइज माइतीघरबाट हामी डल्लो जाने, डल्लो गएर थुतेर ल्याउने भनेर भने। अनि त्यसपछि एमाले केटाहरूले नि मलाई खोजिरहेको, पुलिसले नि मलाई खोजिरहेको छ फेरि। अब त्यहाँनिर अब के चाहिँ गरौँ त, अब गुन्डाहरूले नि खोजिरहेको, यता पुलिसले नि खोजिरहेको छ आफैलाई फेरि। अब होइन, उल्टो भइदियो कि, झन् पुलिसले साथ दिएर नि झन् पुलिसले मलाई खोज्ने अब फेरि। अनि म त्यो दिन फेरि के भन्दाखेरि मैले ट्याक्क त्यो दिन चाहिँ मलाई त्यो एमाले केटाहरूले पिट्छ भनेर मलाई खोजिरहेको थियो। देशभरिका रूपन्देही जिल्लामा प्रतिबन्ध लगाएको थियो मलाई। अब हुन्छ नि, आधिकारिक के कागज निकालेर लगाएको थियो त्यतिखेर। अनि मैले यसो सोचेँ, अब कहाँ जाउँ त, मैले एउटाले फोन गरेँ भने, ओए त कहाँ जस्तो हामीले आज मारिदिन्छौँ भन्यो। ठिकै छ नि त, अब मर्नै लेखाइ रहेछ, तेरो हातबाट लेखाइ रहेछ भने ठिकै छ आइज भन्यो मैले। अब के भन्नु, अब उपाय पनि थिएन। अनि त्यसै हामी पनि त सिक्रेट ठाउँमा थियौँ हामी, होइन। त्यही पनि अब डर थियो क्या। अनि त्यसै अब यसो चल्दिउँ काठमाडौँ नबसौँ भनेर हामी चाहिँ खास अनि हिँड्यौँ। त्यसपछि हिँडिसकेपछि मलाई त सरकारले यति साह्रो नगर्ला भन्ने लागेको थियो कि,
अब एमालेहरूले त गर्छन्, तिनीहरूसँग त बस्नु पर्यो, डर थियो कि बाटोमा हिँड्न पनि। अब उता गुन्डाहरूले मार्ने हो कि त पुलिसले देख्ने हो कि, दुइटैको डर के फेरि। अब बाइक पनि थाहा छ, गाडी पनि थाहा छ, सबै चिनेको छ सरकारले, फेरि सबैले ट्र्याक सबै छ। अनि त्यसपछि यो साह्रै गाह्रो भएको अवस्था अब होइन। अनि त्यस्तो अवस्थामा पनि हामी जस्तो उता ध्यान गरेर बसिरहेको थियौँ गोर्खा गएर। अनि मलाई त्यहाँ पनि त्यतिखेर पनि के भन्दाखेरि यो लुकेर कति दिन बस्ने जस्तो नि भयो। कमसेकम पुलिसको गयो भने त सेफ हुन्छ, किनभने गुन्डाहरूले धेरै फेरि जे नि गर्न सक्छन् भनेर चाहिँ मैले लाइभ गरेँ। अनि म मृगस्थली छु भनेर। अनि मैले खास पुलिसहरू काठमाडौँको मृगस्थली गएछन्, खास त काठमाडौँको मृगस्थलीभन्दा पहिले मृगस्थली चाहिँ गोर्खामा छ, मलाई त्यो पनि चिठाउनु थियो होइन। अनि म चाहिँ गोर्खाको मृगस्थलीमा थिएँ त्यतिखेर। अनि गोरखनाथको मन्दिरमा त्यही बसिरहेको थियौँ हामी त्यहाँ सरस्वती आश्रममा। अनि त्यहाँ 2 जना पुलिस आए, म त ध्यान गरेर बसिरहेको थिएँ। सिभिलमा आयो, फेरि 4 जना आयो, अनि त्यही पनि म ध्यान गरेर बसेको थिएँ होइन। मलाई त मतलब थिएन जेसुकै होस् भनेर होइन। अनि हामी थियौँ 2 जना होइन। अनि त्यसपछि फेरि अब त्यहाँ 10-15 जना 20 जना पुलिस आयो। अब ध्यान गरेर मात्र त भएन फेरि। अनि अब कराए खान थाल्यो। त्यसपछि अब उठेँ। त्यसपछि के भयो भनेको अब जानुपर्ने भयो भने जाऊँ ल, ठिकै छ, पुलिसै बोलाएछ जाऊँ भनेर। अनि बानी परिसकेको थियो मलाई, त्यो पुलिस आउँदा त्यो जेल हिरासत त्यो सिम्पल भइसकेको थियो भन्नु खोजेको। अनि त्यसभन्दा पछाडि पनि हामी त्यहाँबाट गऱ्यो होइन। बाधाहरू थिए हस्टेलमा। अब मेरो टिचरहरूलाई फोन आउँथ्यो, तल चाहिँ के गर्न दियोस्, त्यसलाई त डक्टर भयो, त्यसले के गरे हो, किन गरे हो, कसो गरे हो, यो भयो कि त्यो भयो कि। सोसियल मिडियामा यस्तो धेरै कुराहरू, नेगेटिभ कुराहरू आउँथ्यो, सबै कुराहरू आउँथ्यो। अनि राम्रै कुरा भन्दा पनि त्यसलाई चाहिँ के हुन्थ्यो भन्दा मिडियाहरूमा नराम्रो कुरा मात्र राखिन्थ्यो कि। मलाई हजारवटा राम्रो कुरा गर्छु नि त, नराख्ने कि एउटा कि मैले बिगान त बिगार्ने नि, तर काटकुट पारेर हो र एउटा जस्ट इक्जाम्पल होइन। अनि मैले चाहिँ अब बालन शाहसँग हिजो कुरा भएको थिएन, एउटा डायलग भयो। अर्को चाहिँ मलाई इन्डियन एम्बेसीमा अर्को डायलग भयो कि, बालन शाहले हिजो बोलाएर इन्डियन एम्बेसीमा जा भन्यो भने बनाइदिने कि यत्तिकै, त्यो बढाइ चढाइ गरिदिने, काटकुट पारेर बिगारिदिने कि। ट्रलहरू बनाउने, मिमहरू बनाउने, अनेक बनाउने, थाहै हुँदैन थिएन आफूलाई होइन। मेरो बारेमा अब सिएनएनहरू बिबिसी राम्रो कुरा केही नलेख्ने। हामी नेपालभरि 17 लाखको फ्री उपचार गरेँ हम, 60 लाख बिरुवा रोपे हम। नेपालमा साइन्सको क्षेत्रमा हामीले यति धेरै गरेँ हम। कृषिमा चाहिँ हामीले किसानको उत्पादन किन्दिनदेखि लिएर मल बनाउनेसम्म गरेँ हम। धेरै कामहरू यस्तो केही कहिले पनि नेपालको मिडियामा आएन कि। बरु सिएनएनमा हेर्नु, बिबिसीमा हेर्नु, सबैतिर हाम्रो डकुमेन्टहरू छ कि, अहिले पनि छ कि होइन। यो रकेट बनाएको कुरा, पानीले गाडी चलाएको कुरा, कहिले पनि राम्रो कुराहरू आएन कि होइन। मेलम्चीमा बाढी आउँदाखेरि हामी गएको कुरा, हुम्लामा आगो लागि हुँदाखेरि हामी गएको कुरा। हामी एउटा सिम्पल अर्को दुःखको कुरा भन्छु मैले, जाजरकोटमा बझाङमा भूकम्प गयो। भूकम्प गइसकेपछि हामीले चाहिँ अब हामीसँग पैसा थिएन, केही थिएन। क्युआरमा चाहिँ हामीले फेसबुकमा एउटा राखेर एउटा त्यो हस्टेल बनाउँछौँ, सेवा गर्छौँ भनेर हामीले एउटा गर्दाखेरि हामी 1.5 लाख उठ्यो। 10-15-20 मिनटमा उठ्यो। 15 मिनटमा उठ्ने बित्तिकै हामीलाई पुलिसले समातेर लगिदियो। किन भन्दाखेरि किन पैसा उठाइसक्यो अब फेरि होइन, तेरो पैसा राख, त चाहिएन तेरो पैसा यसो, हामी आफ्नै पैसाले जान्छौँ भनेर त्यो 1.5 लाख रुपियाँ जम्मा भएको हामीले प्रधानमन्त्री पर्चन्दै थियो, त्यसकै कोषमा जम्मा गरिदिएर हामीले आफैले पैसा उठाएर 10 जना साथी मिलेर हामी जाजरकोट गएर, हामी बझाङ गएर, त्यहाँ गएर उपचार गरेर हामी त्यसरी फर्केर पनि अब 5-6 दिनसम्म हामीले हरेक गाउँमा पुगेर राति अझै कुसे गाउँपालिका भन्ने कुरा हामीलाई त नजिक होला भन्ने भयो। हामी आज बिहान 10 बजे हिँडेको 3 घन्टा 4 घन्टाको बाटो भन्थ्यो, तर त्यो बाटो यस्तो रहेछ कि त्यो राति पुग्दा राति 12 बज्यो। राति 12 बजे हामी गाउँमा पुग्दाखेरि, कुसे गाउँपालिकाको एकदम माथि गाउँमा पुग्दाखेरि त्यहाँ 400 जना बिरामीहरू कुरेर बसेर हामीले लाइनमा क्या। अब राति 12 बजे क्या। अब हामी 2 जना डक्टर, 400 जना बिरामी हेर्नुपर्ने। अनि खाएको थिएन, केही पनि थिएन। अनि हामी रातभरि लाएर हेऱ्यौँ। बिहान 4 बजीतिर सक्ने आँटे थियौँ हामीले। 4 बजीतिर ट्याक्क बिरामी सकेर ट्याक्क निस्क्यौँ भनेको। अनि एउटा स्टिचरमा व्हिलचेयरमा प्रेग्नेन्ट लेडी बोकेर आए। अघिल्लो दिन राति पनि त्यही भएको थियो कि, बाटोमा आउँदा एउटा प्रेग्नेन्ट लेडीको बच्चा अड्केर अनि हामी त्यसलाई थुतेर निकालेर बचाएको थियौँ डाक्टर मनिषहरूले होइन हामीले। अनि अर्को दिन चाहिँ अब मलाई अब ढलिसक्यो कि, आफै ढल्ने अवस्था भइसक्यो। हामी त्यतिखेर थिएन, अब आफै पनि ढलिन्छ, अब यो बच्चा पनि यो प्रेग्नेन्ट छ, अब छोडेर हिँड्न पनि मिलेन फेरि। अब यस्तो हस्पिटल कि यस्तो ठाउँ कि त्यो त्यहाँ डक्टरै छैन कि, सामान फेरि छ, भिडियो एक्सरे सिडी एक्सरे चलाउने कोही छैन फेरि। अब मलाई फेरि अलिअलि आउँथ्यो सबै कुराहरू, जस मैले चाहिँ भिडियो एक्सरे गरेर हेरेँ, बच्चाको कन्डिसन हेरेँ, आमाको कन्डिसन हेरेँ होइन। 2 घन्टा जस्तो लाग्थ्यो। 2 घन्टासम्म त हामीलाई एकदमै गाह्रो भइसकेको थियो। अनि हामीले चाहिँ त्यो बच्चाको अलिकति पोजिसन मिलेको छ नि, त्यो पोजिसन मिलाएर अब चाहिँ राम्रो डेलिभरी दिन एस्योर गरेर त्यहाँको सबैलाई सिकाएर अनि हामी त्यसरी चाहिँ बिहान 5 बजीतिर त्यहाँबाट निस्केको छौँ कि होइन। कुसे गाउँपालिकामा त्यहाँ एकदम गाह्रो थियो, सबभन्दा धेरै क्षति भएको क्षेत्र हो क्या त्यो। अब त्यो बाहेक पनि अब अहिलेकै कुराहरू गरौँ न, अहिले अब हामी पछि चुनावमा आइयो, अब यताउता भयो। हुन त अब अस्ति अनसनकै कुरा गरौँ, अनसनमा पनि हामीले अब खास त अलिकति यो जे माग थियो जेनजीको त्यो माग पुरा भएन जस्तो पनि भयो र कोही मिल्ने जस्तो पनि थिएन कि त्यतिखेरसम्म। अनि त्यतिखेरसम्म त्यो मिल्नुपर्छ या के गर्नुपर्छ भने हामी 11 दिनसम्म भोगै बस्यो। पीडाहरू धेरै थियो, अब त्यो सबै कुराहरू थियो। हुन त हामीलाई बिचमा अफर नआउने होइन, राम्रो ठुल्ठुला अफरहरू पनि आउँथे। पैसाकै लागि पनि धेरै अफर आउँथे हामीलाई, पदको अफर आउँथे, धेरै कुरा आउँथे। तर हामीलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि जहिले पनि क्या, सायद हामीले राम्ररी या इमान्दार भएर या ऊ भएर बिचमा बालनसँग पनि अलिकति यो
त्यही बिचमा हाम्रो कन्फ्लिक्ट पनि भयो, झगडा पनि भयो हाम्रो। अनि त्यसरी त्यो भइसके पछाडि पनि तर त्यतिखेर चाहिँ सबै कुरा पाउँदै पनि अहिले पनि चाहियो भने टिकट पनि दिन्थे, सबै दिन्थे। तर आफूभन्दा माथि देशलाई राखौँ न, कोही त होस् जसले देश पहिला भनोस् होइन, कोही त होस् जसले चाहिँ किसानहरू पहिला भनोस्, कोही त होस् जसले पहिला नाकाहरूको कुराहरू गरोस्, कोही त होस् पीडितहरूको कुरा गरोस् भनेर चाहिँ एउटा चाहिँ अलिकति राम्रो भन्न सकोस्, नराम्रो भन्न सकोस् भनेर चाहिँ एउटा चाहिँ कोही न कोही एउटा हुनुपर्छ भनेर चाहिँ हामी नेपाली भनेर पहिलो देश भनेर चाहिँ हामी हिँडिराख्यौँ र अहिले पनि हिँडिरहेछौँ। र अब अहिले चाहिँ हामी खास मेनली के गर्दैछौँ भन्दाखेरि चाहिँ यो एटलिस्ट सरकार आफ्नै छ, आफ्नै साथीभाइ छन्, हामी लास्टमा मिल्यौँ, यहाँबाट चुनाव लडे पनि लास्टमा फेरि हामी अब नयाँ शक्तिहरू नलडौँ भनेर चाहिँ हाम्रो खास आफ्नै पार्टी जुत्ता थियो, सबै कुरा थियो होइन। त्यसलाई चाहिँ सबैलाई हामीले पज गरेर हामी चाहिँ अब रविदानी आफ्नै, बालिन पनि पुरानो साथी सबै भइसके पछाडि चाहिँ हामी किन छुट्टा जानु, सँगै जाऊँ भनेर मिलेर चाहिँ खास हामीले अहिले भिजनमा काम गर्न खोजिरहेको छौँ। र त्यसमध्येको चाहिँ अहिले मेनली रोजगारको जुन काम छ त्यसलाई चाहिँ अहिले एकपालिका 300 रोजगार, बिस्तारै 1वटा 300 रोजगार भनेर चाहिँ हामीले खास देशको खाउँ, देशको लगाउँ, देशमै रमाउँ, मेड इन नेपाल क्याम्पेन भनेर अहिले हामी गरिरहेछौँ। अहिले हाम्रो गोठालो भन्ने एप पनि छ, हाम्रो हेल्थ भन्ने एप पनि छ। हाम्रो खास हेल्थमा चाहिँ हाम्रो घरघरै डक्टर नर्स ल्याब पुऱ्याउँछौँ, त्यसबाट हामी धेरैलाई रोजगार दिइरहेछौँ। र अर्को चाहिँ अहिले हाम्रो गोठालोबाट चाहिँ धेरैजनालाई रोजगार पनि दिइरहेछौँ। मैले टाउको खुट्टासम्म लागेको सबै कुरा नेपालकै बनेका, नेपालकै कुराहरू हुन्। नेपाल खानेकुरा लाउने कुरा मात्र गऱ्यो भने 10-12 खरब रुपियाँ चाहिँ वर्षमा जोगिन्छ क्या नेपालमा। र नेपाल भन्ने एउटा मात्र तरिका यही हो। र हामीलाई आत्मविश्वास के छ भन्दाखेरि यो देश स्वर्ग जस्तो छ, जनता भगवान् जस्ता छन्। देश गरिब होइन, सोच शिक्षा नीति गरिब, सोच फेरौँ, नीति फेरौँ र शिक्षा पनि फेरौँ भनेर अहिले हामी निरन्तर रूपमा प्रयासमा छौँ। र अब हाम्रो चाहिँ लक्ष्य भनेको चाहिँ यति हो, यो देशलाई चाहिँ एउटा मोडल नमुनाको रूपमा बनाऊँ, एउटा स्वर्गको जस्तो कैलाश पर्वत स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो, स्वर्गद्वारदेखि स्वर्गसम्म स्वर्गको बाटो, स्वर्गमाथि कञ्चनजङ्घा स्वर्ग पछिको बाटो, 7 प्रदेश 7 चक्रहरू होइन। अनि त्यसरी हाम्रो अब इन्डियामा पनि हामी गयौँ, चाइनामा पनि हामी गयौँ, त्यहाँ पनि सरकारसित सहकार्य गऱ्यौँ। त्यहाँको सरकारसित मिलेर हामीले विश्व शान्ति सङ्गठन बनाउने हाम्रो लुम्बिनीमा ठुलो उद्देश्य छ। त्यहाँबाट चाहिँ हामी शान्ति फैलाउन चाहन्छौँ होइन, शिक्षा भनौँ न, ज्ञान फैलाउन चाहन्छौँ, चेतना फैलाउन चाहन्छौँ। र विश्वका हरेक देशका राष्ट्रप्रमुखलाई बोलाएर 1 वर्ष चाहिँ यो खास एउटा युवा सम्मेलन, एउटा पिस कन्फरेन्स चाहिँ हामी नेपालमा गर्न चाहन्छौँ। त्यसको लागि चाहिँ मुख्य उद्देश्य छ। र बाँकी जिन्दगी चाहिँ हाम्रो खास म चाहिँ मेन्टल हेल्थमा अलिकति बढी काम गर्ने भएको हुनाले करेन्टली इट्स नट वार क्राइसिस, इट्स नट इकोनोमिक क्राइसिस, द क्राइसिस अफ द थट। यो चाहिँ साइकोलोजिकल क्राइसिस, सोचको क्राइसिस। सोच बदल्यो भने सत्ययुग पनि यही छ, कलियुग पनि यही छ, स्वर्ग पनि यही छ, नर्क पनि यही छ, जस्ट हाम्रो सोच भावना र बिहेभियर हो। त्यही भएर चाहिँ पृथ्वी भनेको एउटा गाउँ हो, हामीले चाहिँ एकदम धेरै पेन छ यहाँ। लेट्स युनाइट होइन, युनिटी हामीले मेन्टेन गरौँ। अनि हामीले एकअर्कामाथि रेस्पेक्ट, ह्युम्यानिटीहरू सबै कुराहरू मेन्टेन गरौँ। र नेपाललाई नमुना बनाएर नेपालबाट सत्य र शान्ति संसारहरू फैलाउन सकिन्छ भन्ने आत्मविश्वास छ। हामी चाहिँ शिवको सन्तान, हामी बुद्धको सन्तान, हामी महाकाली, हामी सीता माताको सन्तान हो। त्यही भएर हामी संसारभन्दा पुरानो सभ्यता, संसारभन्दा पुरानो इतिहास र संसारभन्दा माथिको देशबाट हामीले सानो सोच राख्नु पर्दैन। हामी चाहिँ देशमा धेरै कुराहरू हेऱ्यौँ, जडीबुटीको अध्ययन गऱ्यौँ, जलको अध्ययन गऱ्यौँ, जङ्गलहरूको अध्ययन गऱ्यौँ, नेपालको के सम्भावना छन् हेऱ्यौँ। र नेपालीहरूलाई करोडपति बनाउन सकिन्छ भन्ने हाम्रो आत्मविश्वास पनि छ। अनि त्यही भएर अहिले चाहिँ हामी इकोनोमिक रिभोल्युसनमा लागेको छौँ। आशा छ सबैजनाले जस धेरै जस लडियो भनौँ न, चोट खाइयो हिँड्दै जाँदाखेरि होइन। एउटा कुरा के भन्दाखेरि अन्तिम कुरा चाहिँ जब प्रयास गरिन्छ नि त साथी हो, सफल हुन पनि सक्छ, नहुन पनि सक्छ क्या होइन। जब प्रयास चाहिँ नगर्यो भने त कहिले पनि हुँदैन क्या साथी। जब सपना देखिन्छ नि, पुरा हुन पनि सक्छ, नहुन पनि सक्छ क्या। सपनै नदेख्यो भने त कहिले पनि हुँदैन क्या। हामी त सपना देख्ने मान्छे, हामी त प्रयास गर्ने मान्छे हो। त्यही भएर निरन्तर रूपमा कर्म गरिराख्नुहोस्। लडाइँ भनेको फेलर भनेको सामान्य कुरा हो। र जिन्दगीमा के बुझ्यो भन्दाखेरि चाहिँ अन्तिममा हजुरहरूलाई बुझाउनु पर्ने कुरा भनेको खुसी भन्ने कुरा, आनन्द भन्ने कुरा, गन्तव्य भन्ने कुरा चाहिँ यो अहिले हुनुपर्ने कुरा रहेछ कि होइन। हामीले खुसी खोज्यौँ भने कहिले पनि पाइन्न कि। अहिले आफैभित्र खुसी छ, त्यसलाई खोज्यौँ भने भर्खरै पाइएको फेरि होइन। अनि अर्को कुरा शान्ति, सबै कुराहरू आफैभित्र छ यो कुराहरू कि हामीले मुक्ति खोज्यौँ भने कहिले पनि पाइन्न कि। अहिले भर्खर आफै मुक्त भइदिउँ न, भर्खरै भयो त है। खोजेर पाउने कुरा होइन, शान्ति भन्ने कुरा नि आफैभित्र छ, महसुस गरौँ न त्यसलाई। खुसी आफैभित्र छ। दुःख सुख भन्ने कुरा त जिन्दगीको पाइलाहरू हो होइन। जसरी रात छ त्यसरी नै दिन छ, जसरी अँध्यारो छ त्यसरी उज्यालो छ, जसरी कालो छ त्यसरी सेतो छ, जसरी सबै कुराहरू छ। त्यही भएर हरेक कुरालाई हामीले महसुस गरेर एकअर्कालाई साथ दिँदै जाउँ। अहिलेसम्म देश नहुनुको मेन कारण चाहिँ खुट्टा तान्नु बानी हो। अब चाहिँ हामीले हात तान्ने बानी गरौँ र लेट्स मोटिभेट आवर सेल्फ है त। आफैलाई चाहिँ हरेकपल मोटिभेट राखौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भयो त। संसारको सबैजना खुसी हुन्, निरोगी हुन्, खुसी छाओस्, आशा छाओस्, भरोसा छाओस्। सपना ठुलो होइन। हामी सबै युवाहरूले जुन परिवर्तन गरेका छौँ, यतिजनालाई ज्यान गुमाउनु भएको छ, यसलाई साकार पार्नको लागि अबको केही वर्षमा हेर त साथी, देश डुबेको थियो, भ्रष्टाचार भएको थियो, खत्तममा थियो, एकदम जगडिएको थियो, युवाहरू देशमा केही देख्दैनथे, सबै विदेशतिर पलायन भइरहेको थिए
टक्क युवाहरू मिले, विद्रोह गरे, नयाँ सरकार लाए, नयाँ सोच परिवर्तन गरे, गाउँ विकास गरे, सहर विकास गरे, कस्तो देशलाई कस्तो दामी बनाइदिए भन्ने होस्, यसको सानो कारण हामी नि बन्न सकौँ। धन्यवाद।